धारा 16 ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक रहेको छ। धारा 17 ले नागरिकको स्वतन्त्रताको हक रहेको छ र धारा 18 ले समानताको हक प्रदान गरेको छ। अध्यक्षज्यू, हजुर मार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु कि अहिले देशमा जति घटनाहरू घटिरहेका छन् यो घटनाहरू संवैधानिक रूपबाट उचित छन्। पूर्व प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसको नेता रमेश लेखकलाई फौजदारी कार्यविधि 181 र 82 लाई गलत ढंगले प्रयोग गरेर आज बन्दी बनाइएको छ। यो गम्भीर आपत्तिको विषय छ। यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। काठमाडौँ लगायत विभिन्न ठाउँहरूमा शान्तिपूर्ण प्रदर्शन गर्दा आज सरकारले निर्मम दमन गरेको छ। अहिले यही उपस्थित हुनुभएको माननीय सदस्य द्वय अहिले यहाँ माननीय साजिदा सिद्दिकी त्यस्तै गरी विष्णुमाया विक उहाँहरूलाई गम्भीर घायल बनाइएको छ। You're here to be part of something bigger, to make things happen. For you, college is about knowledge being shared and learning experiences that aren't limited to the classroom. On campus, you want to matter. It's about engaging every day, building relationships with students, with mentors, with the community, in the heart of a reinvented city. We are that something bigger. We are Youngstown State University and proud. पार्टी कार्यालयमा प्रवेश गरेर जिल्ला पार्टीका नेता लगायत दर्जनौंलाई घाइते बनाइएको छ। राजधानीमा पार्टीका केन्द्रीय सदस्य लगायत दर्जनौं आज घाइते हुनुहुन्छ। चोटपटक लागेको छ, टाउकोमा टाका लगाइएको छ, हात भाँचिएको छ। यसरी देशको संविधानको खिलाफ जे गतिविधिहरू भइरहेका छन् यो अत्यन्त निन्दनीय छ, आपत्तिजनक छ र यो संविधान अनुसार देश चलोस् हामी यसको अपेक्षा राख्दछौं। र आजै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री पूर्व गृहमन्त्री रमेश लेखकको तुरन्त रिहाईको माग गर्दछौं, घाइतेहरूको उपचारको माग गर्दछौं र जसले मान्य सदस्यहरूलाई गम्भीर घाइते बनायो यसको यथोचित छानबिन गर्ने र कानुन अनुसार दुईटा कानुन लाग्दैन। आज कानुन अनुसार एकातर्फ फौजदारी कार्यविधिको 81 र 82 प्रयोग गर्ने कुरा एकातर्फ भएको छ, अर्कोतर्फ त्यही कार्यविधि माथि त्यो प्रतिवेदन को अर्को खण्ड अर्थात् 24 गतेको खण्डको बारेमा आज कतै कुनै कुरा उल्लेख गरिएको छैन र त्यसको बारेमा छानबिन गर्नुपर्छ भनिएको छ, नयाँ कार्यदल बनाउनुपर्छ भनिएको छ। यस खालको एउटा घटनासँग जोडिएर दुई खालका कुराहरू अत्यन्त गम्भीर छन्। यस अर्थमा नेपाल सरकारको यस विषयमा गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्दछु र अध्यक्ष मार्फत यो गम्भीरताले लिएर आवश्यक हस्तक्षेप बन्द गर्ने, पूर्व प्रधानमन्त्री गृहमन्त्रीको अविलम्ब रिहाई गर्ने र यो देशमा शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारलाई पूर्ण रूपमा बहाल गर्नको लागि ग्यारेन्टी गरियोस् भन्ने हार्दिक अनुरोध गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, सम्मान्य राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र प्राप्त हुन आएको छ। सोको बेहोरा म पढेर सुनाउँछु। नेपालको संविधानको धारा 93 को उपधारा 1 बमोजिम सम्वत 2082 साल चैत्र 19 गते बिहिबारको दिन 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छ
राष्ट्रपति रामचन्द्र पौडेल मिति 2082 चैत्र 16। माननीय सदस्यहरू, अब राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनका साथै जेएनजी आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न 1 मिनट उठेर मौन धारणा गरौँ। धन्यवाद। माननीय सदस्यहरू, म केही कुरा राख्न चाहन्छु। सर्वप्रथम यस सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा पाल्नु भएका सम्पूर्ण माननीय सदस्यहरूमा हार्दिक स्वागत गर्दछु। माननीय सदस्यहरू, 2015 सालको ऐतिहासिक प्रथम संसदीय निर्वाचनपछि अत्यधिक बहुमत सहित गत फागुन 21 गते सम्पन्न संघीय प्रतिनिधि सभा निर्वाचनबाट राजनीतिक स्थिरता, दण्डहीनता को अन्त्य, सुशासन, नीतिगत भ्रष्टाचारको निवारण, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनाको खोजीमा ऐतिहासिक सफलताको रूपमा प्राप्त यो गौरवमय संघीय प्रतिनिधि सभामा हामी उपस्थित भएका छौँ। सर्वप्रथम म यस गरिमामय सदनका सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई दिन चाहन्छु। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू लगायत बहालमा हुनुभएका सम्पूर्ण मन्त्री परिषदका माननीय मन्त्रीहरूमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु। पटक पटक नेपाली जनताको सम्मान, स्वाभिमान, राष्ट्रहितको लागि लोकतान्त्रिक आन्दोलनहरूमा र गत भदौ 23 गतेको जेएनजी आन्दोलनमा जीवन आहुति गर्नुभएका सम्पूर्ण महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। जननिर्वाचित संसद जनताको सार्वभौम अधिकारलाई प्रतिनिधित्व गर्ने लोकतन्त्रको प्रमुख आधारथलो हो। नेपाली जनताको ताजा जनादेशबाट गठित यो प्रतिनिधि सभालाई आम जनताले पूर्ण आशा, विश्वास, भरोसा र उत्सुकता साथ हेरेका छन्। जनताले सरकार मात्र परिवर्तन खोजेको होइन, सरकारसँगै शासन सञ्चालनका आमूल रूपमा संस्कार र संस्कृतिको परिवर्तन पनि खोजेका छन्। मन्त्री परिषदले हालै सार्वजनिक गरेको आफ्नो 100 बुँदे शासकीय सुधार सम्बन्धी पहिलो कार्यसूची स्वागतयोग्य छ र यसको कार्यान्वयनको लागि समन्वय, समर्पण र निष्पक्षताको जरुरी छ। यो सम्मानित सदनमा विभिन्नता हुनु स्वाभाविक छ र विभिन्नतामा अभिन्नता नै लोकतन्त्र हो। नेपालको संविधान यसको समावेशी समानतावादी जनताको सर्वोच्चताको भावना प्रति हामी सबै आफ्नो आफ्नो स्थानबाट अभिन्न रूपमा निष्ठावान छौँ। तसर्थ तोड्ने होइन जोड्ने, सबै पक्षलाई समेट्ने, उत्तेजना होइन चेतना, आवेग होइन विवेक प्रयोग गर्दै आजको राष्ट्रिय चाहना सम्बोधन गर्न जरुरी छ। संविधान र संवैधानिक अधिकारको रक्षा, विधि र प्रक्रियाको पालनामा समर्पित हुँदै जनआस्था र आशालाई व्यावहारिक नीति योजना र परिणाम मार्फत सम्बोधन आजको आवश्यकता हो। मान्य सदस्यहरू, समय समयमा राजनीतिक पद्धतिमा परिवर्तन आयो, तर पद्धति अनुरूप प्रवृत्तिमा परिवर्तन आएन। देशले पटक पटक प्रतिनिधि सभाको असमयमै विघटन भोग्नु पर्दा मुलुकको शासन प्रशासनमा अन्योल, अस्थिरता,
अनिश्चितता मात्र होइन, अवांछित विसङ्गति, विकृति र समस्याहरूले गर्दा राष्ट्रिय जीवनमै असर पर्न गयो। संवैधानिक संस्थाहरूको निष्पक्षता, स्वायत्तता, पारदर्शितामा विश्वसनीयताका ह्रास हुँदै गयो। संसदीय अभ्यासमा आइपरेका त्यस्ता असरले नीति निर्माण, कानुन तर्जुमा, सरकारलाई जनउत्तरदायी बनाउने काममा पनि गम्भीर असर पुग्यो। यस प्रकारका गतिविधिहरूमा अब पूर्ण विराम लाग्नुपर्ने जनताले दिएको यो स्पष्ट जनादेश हो। विकास, अर्थतन्त्र र सुशासनसँग सम्बन्धित विधेयकहरू प्राथमिकताका साथ पारित गर्नुपर्ने, राजनीतिक अस्थिरता, उही पुरानै विचार, प्रवृत्ति र बानी देखेर दिक्क भएका जनताले नयाँ सरकारसँग नयाँ संस्कार र नयाँ संस्कृति र प्रवृत्ति खोजेका छन्। संसदीय बहसको आफ्नै कायदा कानुन संहिता छ। बहसमा प्रस्तुत हुने भाषा, शैली र अभिव्यक्तिले निश्चित मर्यादा र संस्कार र सभ्यताको परिधि खोज्दछ। यसको गरिमा र प्रभावकारिताको लागि असंसदीय शब्द वा अभिव्यक्तिलाई प्रचलनमा नल्याउन परिभाषित गरेको छ। शिष्ट, मर्यादित र जिम्मेवार व्यवहारका साथ मान्य सदस्यहरूबाट यसको अनुपालन गरेर संसदको मर्यादा, प्रभावकारिता र गरिमा बढाउनु हुनेछ भन्ने कुरा मैले पूर्ण विश्वास लिएको छु। वाद, प्रतिवाद र संवाद नै लोकतन्त्रको आत्मा हो। सत्ता पक्ष र प्रतिपक्षको संरचनागत विशिष्टता हो। देशको साझा मामिला र जनसरकारको विषयमा दलीय सहमति र सहकार्य हुनुपर्ने कयौं विषय छन्। प्रतिपक्षको विरोधले सरकारलाई सही बाटोमा चल्न रचनात्मक योगदान पुर्याउनुपर्छ। बहुविचारधारा, मौलिकता र निर्णय उन्मुख बहस संसदको स्वाभाविक आकर्षण मानिन्छ। विचार र बहसमा तीव्र घर्षण र कटुताले हामीलाई कहिलेकाहीँ तिक्तताको अनुभव पनि गराउन सक्ला, तर वैचारिक घर्षणबाट निस्कने सुन्दर निचोड नै लोकतन्त्रको सम्पदा हो भन्ने कुरा हामीले बिर्सिनु हुँदैन। प्रतिनिधि सभालाई समाधान सभा बनाउने क्रममा आउने यस्ता अवस्थालाई सहज रूपमा लिनु लोकतान्त्रिक संस्कार हो। त्यसैले बदला होइन, बदल्ने महत्वाकांक्षा र व्यावहारिकता, आदर्श यथार्थको सम्बोधन जरुरी छ। मान्य सदस्यहरू, हामी कोही कसैका शत्रु छैनौँ। हाम्रो साझा शत्रु भनेकै जनताले भोगेको गरिबी, अशिक्षा, बेरोजगारी, महँगी, रोग व्याधि, शासकीय दुर्बलता, देशको सामर्थ्यलाई प्रत्यक्ष असर पुर्याइरहेका विकृतिहरू हुन्। यसबाट मुक्ति र समृद्धि पाउन जनताले यो संसदमाथि ठूलो भरोसा राखेका छन्। निरपेक्ष गरिबी रेखा मुनिका उपेक्षित र सीमान्तकृत समुदायलाई सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति र आयको सुनिश्चिततातर्फ राष्ट्रको सम्पूर्ण ध्यान केन्द्रित हुनु जरुरी छ। बदलिलो र प्रतिकूल विश्व परिवेशमा जटिलता, द्वन्द्व र अशान्ति उन्मुख हुँदै गएको हाम्रो स्थितिमा हामी नेपाली बीच अझ सम्पूर्ण एकताको आवश्यकता बढेको छ। जुन प्रकारले राजनीतिक दायरा फराकिलो हुँदै आयो, त्यसै अनुपातमा आर्थिक विकासको दायरा फराकिलो हुन सकेन। आर्थिक क्षेत्रको सङ्कुचनलाई फराकिलो दायरा दिनु यो सम्मानित सदनको दायित्व हो भन्ने मैले मानेको छु। इम्यानुएल कान्टले भने जस्तो, मान्छेले स्वतन्त्रता तब हासिल गर्छ जब उसले कुनै व्यक्तिको आदेशको पालना नगरी कानुनको मात्र पालना गरे पुग्छ। अहिले वास्तवमा सम्पूर्ण नेपाली समाजले खोजेको यस्तै हो भन्ने मलाई लाग्छ। हाम्रो लोकतन्त्र र संसदको अभ्यन्तर चाहना पनि यही हो। प्रतिनिधि सभाको गठनको ताजा परिस्थितिमा सभामुख लगायत पदाधिकारीहरू नियुक्ति, संसदीय समिति गठन आदि कार्यहरू हुन बाँकी नै छ। आपसी संवाद, समझदारी, सहकार्यबाट यी सबै कामहरू सौहार्दपूर्ण तरिकाले सम्पन्न हुने मैले विश्वास लिएको छु। अन्त्यमा नवगठित सरकार र प्रतिनिधि सभाको पूर्ण सफलता र प्रभावकारितामा पनि कुनै कमी नआउने कुरा मैले विश्वास लिएको छु। धन्यवाद। मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र र सोको व्यवहार म पढेर सुनाउँछु। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलजीले नेपालको संविधानको धारा 76 को उपधारा 1 बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री बालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा मिति 2082 12-13 गते नियुक्ति गर्नु भएको बेहोरा अनुरोध गर्दछु। महादेव पन्थ सचिव मिति 2082 12-13
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलजीले संविधानको धारा 76 को उपधारा 9 बमोजिम सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको सिफारिसमा मिति 2082 12-13 गते देहाय बमोजिमको मन्त्री परिषद गठन गरी कार्य विभाजन समेत गर्नुभएको बेहोरा सादर अनुरोध गर्छु। प्रथम 1 नम्बर बालेन्द्र शाह प्रधानमन्त्री रक्षा उद्योग वाणिज्य तथा आपूर्ति। 2 डाक्टर स्वर्णिम वाग्ले मन्त्री अर्थ। 3 सुदन गुरुङ मन्त्री गृह। 4 शिशिर खनाल मन्त्री परराष्ट्र। 5 सुनील लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात शहरी विकास। 6 विराज भक्त श्रेष्ठ मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई। 7 खड्गराज पौडेल मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन। 8 सस्मित पोखरेल मन्त्री शिक्षा विज्ञान तथा प्रविधि युवा तथा खेलकुद। 9 निशा मेहता मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी। 10 डाक्टर विक्रम तिमल सिन्हा मन्त्री सञ्चार तथा सूचना प्रविधि। 11 प्रतिभा रावल मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण। 12 शोभिता गौतम मन्त्री कानुन न्याय तथा संसदीय मामिला। 13 श्री गीता चौधरी मन्त्री कृषि तथा पशुपन्छी विकास वन तथा वातावरण। 14 श्री दीपक कुमार शाह मन्त्री श्रम रोजगार तथा सामाजिक सुरक्षा। 15 श्री सीताबादी मन्त्री महिला बालबालिका तथा ज्येष्ठ नागरिक। महादेव पन्थ मिति 2022 12-15। हाँ, 2082 12-15। मान्य सदस्यहरू नेपालको संविधानको धारा 104 बमोजिम प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न र अन्य काम कारबाही नियमित एवं प्रभावकारी बनाउन यस प्रतिनिधि सभाले सभाको नियमावली नबनाएसम्मका लागि प्रतिनिधि सभा नियमावली 2079 बमोजिम सभाले आफ्ना काम कारबाही गर्ने प्रस्तावलाई बैठक समक्ष स्वीकृतिलाई पेश गर्दछु। यो प्रस्ताव सर्वसम्मति पारित भएको हुन्छ हुन्न सबैको ताली आछ। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ हाललाई प्रतिनिधि सभा नियमावली 2079 बमोजिम सभाको काम कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको घोषणा गराउँछ। मान्य सदस्यहरू प्रतिनिधि सभा नियमावली 2079 को नियम 10 बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न निम्नलिखित मान्य सदस्यहरूलाई मनोनयन गरेको बेहोरा जानकारी गराउँछु। माननीय आर्यन राई, माननीय गंगा छन्त्याल, माननीय ताहिर अली भाट, माननीय वासना थापा, माननीय विश्वराज पोखरेल, माननीय यज्ञबहादुर बोगटी, माननीय बलावती शर्मा। मान्य सदस्यहरू, अब यस सभाको पहिलो अधिवेशनको अवसरमा दलीय प्रतिनिधित्वको आधारमा बोल्नको लागि मान्य सदस्यको नाम प्राप्त भएको छ। अब म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य रवि लामिछानेलाई बोल्न समय दिन्छु। उहाँको समय 25 मिनट। उहाँले सभाध्यक्ष महोदय, जनताबाट अनुमोदित भएर आउनुभएका सम्पूर्ण माननीय सदस्यहरूलाई यो सम्मानित सदनमा हार्दिक स्वागत गर्न चाहन्छु।
भन्ने विषय तर हाल्नु बदल्न सुरु गरिसकेका छौं। सभाध्यक्ष महोदय, सत्तारूढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन। मैले मात्र होइन, रासोपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ। अब हामी राम्ररी बोल्नु भन्दा पनि हाम्रा कामहरू र सरकारका कामहरू आफै अत्यन्त राम्रोसँग बोल्नेछन् र ती बोल्न सुरु गरिसकेका कुरा फेरि पनि म निवेदन गर्न चाहन्छु। सभाध्यक्ष महोदय, हामीलाई हनीमुन पिरियडको सुविधा पनि चाहिँदैन। हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं र गर्न सुरु गरिसकेका छौं। तपाईहरूले सरकारको रफ्तार देखिरहनु भएको छ। अब कर्मचारी तन्त्र सहित सिङ्गो देशले यो रफ्तारसँग गति मिलाउनुको विकल्प छैन। हामी आफ्ना मात्र होइन, जायज छन् भने विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि स्वामित्व लिन तयार भएर आएका छौं र यसको सार्वजनिक घोषणा हामीले गरिसकेका छौं। सभाध्यक्ष महोदय, सरकारका प्राथमिकता, योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्री ज्यूबाटै आवश्यक परे बोलेर र आवश्यक नपर्दा नबोलेरै कामबाट प्रस्तुत हुने कुरा पनि म सम्मानित सदनलाई जानकारी गराउनेछु। र म आज केवल केही राजनीतिक विषयमा प्रवेश गर्न चाहन्छु। सभाध्यक्ष महोदय, यो सम्मानित संसदमा यसअघि पनि पटक पटक एकल बहुमतका सरकार नबनेका होइनन्, तर ती सरकारहरू इतिहासका अंक बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। किन सकेनन्? दृष्टिकोणमा समस्या थियो कि प्राथमिकतामा, पारदर्शिता र जवाफदेहितामा कमजोरी थियो कि कार्यान्वयनमा? किन अवसरहरूलाई परिणाममा बदल्न सकिएन? हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौं। जनताले अहिले हामीलाई दिएको विशाल बहुमतको इतिहास यो पनि फेरि गुमेको अवसर भनेर लेखियो भने हामी कलंकित हुनेछौं। हामीलाई त्यो मन्जुर छैन। रासोपाका साथीहरूलाई म सम्झाउँछु, हामी यहाँ प्रश्न सोधेर आएका हौं। अहिले बस्ने ठाउँ फेरि होला, तर आज पनि ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ। अब साबित गर्नु छ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउँदैन, उत्तर दिन पनि आउँछ। समस्या देखाउन मात्र होइन, समाधान खोज्न पनि आउँछ। प्रतिपक्ष दलहरूलाई मेरो विनम्र आग्रह छ, हामीमाथि 24 घण्टा निगरानी गरिदिनु होला। शासनमा तपाईहरुको लामो अनुभव छ, हाम्रा कमजोरी उजागर गरिदिनु होला, गल्ती देखाइदिनु होला। यदि हामीले बाटो बिरायौं भने सच्याइदिनु होला। यदि हामी जनताबाट टाढा हुन खोज्यौं भने हामीलाई जनताको आवाज सम्झाइदिनु होला। हामीबाट अहंकार नबढोस्, हामीमा कुनै अहंकार नछाओस्, हाम्रा निर्णयहरू एकतर्फ नहुन्। लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एकअर्काका पूरक पनि हुन्। एकले काम गर्छ, अर्कोले निगरानी गर्छ, एकले योजना बनाउँछ, अर्कोले परख गर्छ। हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौं, किनकि प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ। यो हामीले अस्ति भर्खरै देखिसकेका छौं। यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन। हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानूनमै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ। त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। प्रतिपक्षमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन। आस्थाका आधारमा फरक व्यवहार हुने छैन। अब अन्यायपूर्वक विधि नै निचेर सुन्न मन लागेका कुरा नसुनौ भनेर कसैको माइक काटिने छैन। संसदीय समितिहरूमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन, तर सुशासनको वेग भने रोकिने छैन। न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइने छैन। यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो। हिजो संविधान र कानूनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वैच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपील गर्न चाहन्छु। सरकार नयाँ नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ। हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरूले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गर्दछु। सभाध्यक्ष महोदय, छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगका सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैर जिम्मेवार र सस्तो खेल अब हुने छैन।
प्रतिपक्षलाई समेत साथमा लिएर हामी मित्रवत सहकार्यपूर्ण र पारदर्शी परराष्ट्र नीति तय गर्नेछौँ। त्यो रणनीतिक र दीर्घकालीन सोचमा आधारित हुनेछ। व्यापार, लगानी, शिक्षा, पर्यटन र प्रविधि मैत्री हुनेछ। त्यसले पहिला राष्ट्रहित र त्योसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास र स्थायित्व सुनिश्चित गर्नेछ। स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोस्ट्रमबाट मेरो अपिल छ, अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, किनकि राजनीतिक स्थिरता, कानूनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्छौं। प्राकृतिक स्रोत र युवा जनशक्तिको यो देशमा अभाव छैन। म गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अपील गर्छु, नेपालमा केही गरौं। तपाई नेपालको आर्थिक विकासमा जोडिनुहोस्। हामी एक पटकको नेपाली, सधैँको नेपालीको बाचा पूरा गरेरै छाड्छौं। नेपालको विकाससँग तपाईको पुँजी, सिप, अनुशासन र आत्मविश्वासलाई जोड्न जे गर्नुपर्छ हामी त्यही गर्छौं, जसरी पनि गर्छौं। तपाईहरुको लगानी सुनिश्चित बनाउनेछौं, तपाईहरुको सम्मान सुनिश्चित गर्नेछौं। देशभित्र म निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्न चाहन्छु, बिचौलिया र माफियाहरूले बिगारेको व्यावसायिक वातावरण हामीले सुधार गर्न सुरु गरिसकेका छौं। नीतिहरू अब बजारमा बेचिने छैनन्, निर्णयहरू कसैको दबावमा बन्ने छैनन्। व्यावसायिक क्षेत्रमा तपाईहरूले अनुभव गरेको असुरक्षा, अनिश्चितता र दबाव सधैँका लागि समाप्त हुनेछ। बिचौलिया र माफियागिरी अब रहने छैनन्। समान अवसर, पारदर्शिता, निष्पक्षता र व्यावसायिक स्वतन्त्रताको जिम्मा हामी लिन्छौं, सरकारले लिन्छ। म एउटा प्रसंग यहाँ प्रस्तुत गर्न चाहन्छु। सभामुख महोदय, मेरा मित्र माननीय खगेन्द्र सुनवार निर्वाचित भएर यहाँ आउनु भएको छ। चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा थाहा छैन उहाँले गल्ती गर्नुभयो गर्नु भएन, तर उहाँले माफी माग्नुभयो। यति छिटै माफी माग्नुभयो, भन्नुभयो मबाट त्यस्तो गल्ती भयो जस्तो मलाई लाग्दैन, तर गल्ती भएको रहेछ भनेर माफी माग्नुभयो। म आज यो सिङ्गो सदनबाट सिङ्गो देशलाई भन्न चाहन्छु, गल्ती गरेको हो कि होइन भन्दा अन्यल हुँदा खगेन्द्र सुनारले माफी मागे। खगेन्द्र सुनारहरूमाथि युगौं युगसम्म गरिएको अन्यायको लागि हामीले माफी माग्यौं। यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमा याचनाका साथ केही भन्नु छ। यो सरकार शताब्दीदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट। आजसम्मको विभेद सामाजिक गल्ती थिएन, संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ? किनकि जसका हातमा सिप थियो तिनलाई हामीले अछुत भन्यौं। अब कुनै पनि नेपाली जातका नाममा झुक्नु पर्ने छैन। म सिङ्गो पार्टी, सम्माननीय प्रधानमन्त्री, सरकारको तर्फबाट पनि माफी माग्छौं र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु। यो रोस्ट्रमबाट मैले आमा र दिदीबहिनीहरूलाई पनि केही भन्नु छ। यो देशमा तपाईहरूले सबैभन्दा धेरै जिम्मेवारी बोकेर पनि सबैभन्दा कम अवसर पाउनुभयो। घर सम्हाल्नुभयो, परिवार बचाउनु भयो, समाज चलाउनु भयो, तर त्यसलाई काम मानिएन। महिलालाई अवसर अब अनुग्रह होइन, अधिकार हुनेछ। हामी सुनिश्चित गर्नेछौं शिक्षा र रोजगारीमा बराबर पहुँच, राज्यका हरेक तहमा अर्थपूर्ण प्रतिनिधित्व, कर्मस्थल र समाजमा सुरक्षा र सम्मान, अनि महिला विरुद्धका हिंसामा शून्य सहनशीलता। कुनै छोरीले अब आफ्नो सपना सानो बनाउनु पर्ने छैन। अबको यात्रा केवल समानताको होइन, सशक्तिकरणको हुनेछ। सँगसँगै ज्येष्ठ नागरिकहरूको आर्थिक सुरक्षा, सामाजिक कल्याण र आत्मसम्मान पनि हाम्रो कर्तव्य हुनेछ। आजको संसदको जनादेशका वास्तविक रचयिता हुनुहुन्छ वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू। यो देशमा आजसम्म सधैँ तपाईहरूले पठाएको रेमिटेन्सको कुरा भयो, तर आज म पैसाको होइन, तपाईहरूले तिर्नु भएको व्यक्तिगत मूल्यको कुरा गर्छु। परिवारबाट अलगिनु भयो, आमा बुवाको साथ गुमाउनु भयो, कलिला छोराछोरीको बाल्यकाल गुमाउनु भयो, चाडपर्वको रमाइलो, परिवारको माया, आफ्नो गाउँघरको न्यानोपन गुमाउनु भयो। कतिले आमा बाबुको मृत्युमा काँध थाप्न पाउनु भएन,
कतिले सन्तानको पहिलो पाइला देख्न पाउनु भएन। आज म यहीँबाट क्षमा याचनाका साथ स्वीकार गर्छु, यो देशले तपाईँहरूको त्यागको उचित सम्मान गरेन। अब तपाईँहरूको पीडा केवल कथा बन्ने छैन, नीति बन्ने छ, राज्यको प्राथमिकता बन्ने छ। बिचौलिया र श्रम माफिया अब कारबाहीका भागीदार हुनेछन्। अबको नीति तथा कार्यक्रम र बजेट तपाईँहरूको हुनेछ। खाडी क्षेत्रमा अब जाने हाम्रा राजदूतहरू बिचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरूमा भेटिनेछन्। मैले युवा साथीहरूलाई विशेष अपील गर्नु छ, यो परिवर्तन पनि तपाईँहरूको हो, यो सरकार पनि तपाईँहरूको हो, यो संसद पनि तपाईँहरूको सङ्घर्ष, तपाईँहरूको आवाज र तपाईँहरूको विश्वासको परिणाम हो यो संसद। तपाईँहरूलाई दक्ष र आत्मनिर्भर बनाउन, रोजगारी र उद्यमशीलतासँग जोड्न, नवप्रवर्तन र नेतृत्वका अवसरहरू पैदा गर्न सरकार प्रतिबद्ध छ। माननीय सांसदज्यूहरू, जुनसुकै पार्टीबाट चुनिएर आए पनि हामी जनतालाई प्रतिनिधित्व गर्दछौँ। त्यसैले अब हाम्रो लक्ष्य एउटै हुनुपर्छ, देशको समृद्धि, जनताको जीवनमा सुधार र न्यायपूर्ण समाजको निर्माण। मलाई विश्वास छ यो सहकार्य, उत्तरदायित्व र परिवर्तनको प्रतीक हुनेछ। धन्यवाद। मान्य भीष्मराज आङदम्बे, समय 10 मिनट। सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभाको यो पहिलो बैठक मार्फत हामी आज नयाँ यात्रा प्रारम्भ गरिरहेका छौँ। हामीले आज सुरुवातकै दिन संकल्प गर्नु छ, हामी नागरिकमा नयाँ आशा र नयाँ विश्वास जगाउन सकौँ। यो घडीमा म आह्वान गर्दछु, सबैले एकबद्ध भएर 7 सालको क्रान्तिदेखि पछिल्लो जेएनजी विद्रोहसम्ममा जीवन गुमाउनुभएका सबै शहीदहरूलाई स्मरण गरौँ, उहाँहरूका प्रति हार्दिक सम्मान व्यक्त गरौँ। 46 को जनआन्दोलन, 10 वर्ष लामो सशस्त्र विद्रोह, 62-63 को जनआन्दोलन, मधेस आन्दोलन, थरहट अनि आदिवासी जनजातिका अनेक प्रदर्शन र आन्दोलनहरू, त्यस क्रममा भएका कैयौंको शहादतले आज एकमुष्ट, ती सम्पूर्ण शहादतलाई आज एकमुष्ट स्मरण पनि गरौँ। हामी एकै थलोमा भएर पनि भिन्न भिन्न आस्था र विचार बोकेर यहाँ छौँ, तर भिन्न रहे पनि एउटै नौकामा छौँ। डुबे सबै डुब्छौँ, सँगै डुब्छौँ, उठे सबै उठ्छौँ र सँगै उठ्छौँ। दल भिन्न होला, देश एउटै हो। त्यसैले आज इमानको पसिना बगाउने संकल्प गरौँ, अनि संकल्प गरौँ अब फेरि कसैले कहिल्यै रगत बगाउनु नपरोस्। सम्माननीय सभामुख महोदय, फागुन 21 को निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइले लोकतन्त्र प्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ। तान्त्रिक प्रणाली, सबै राजनीतिक दल, सबै पुस्ता र सबै मतदाताबाट एकपल्ट फेरि अनुमोदित भएको छ। कुनै बेला संसदीय प्रणाली तत्कालीन राजाहरूको प्रहारमा पर्यो। आज राजतन्त्रको पक्षमा रहेका मित्रहरू पनि यही संसदमा अट्नु भएको छ। कुनै बेला संसदीय प्रणाली ढालेर बल प्रयोगबाट राज्य सत्ता कब्जा गर्ने ऐलान गर्नुभएका श्रद्धेय कमरेड प्रचण्ड यहाँ उपस्थित हुनुहुन्छ। आज पनि यही संसदमा शान्त, भद्र र शालीनताका साथ बस्नु भएको छ। कुनै बेला कांग्रेसले अपनाएको बाटोमा विपक्षमा खरो उभिएर अब दलहरूबाट देश चल्दैन भन्ने मित्रहरू पनि नयाँ दल खोलेर सबैभन्दा ठूलो दल बनेर यहाँ उपस्थित हुनुहुन्छ। रुखको साझा छहारी जस्तो यो संसदीय प्रणालीमा आज तपाईं सबैलाई स्वागत गर्न पाउँदा म हर्षित छु।
नेपाली कांग्रेस निर्वाचनबाट दोस्रो दल बने पनि पार्टीले बोकेको सिद्धान्त, विचार र बाटो अझ सबल र अझ सफल बनेको छ। यो घडी कांग्रेस पार्टीका प्रत्येक सदस्यले विशेष गरी सन्तोष व्यक्त गर्न मिल्ने घडी हो। म यति बेला ती प्रत्येक आदरणीय साथीलाई यो रोस्टरमा उभिएर स्मरण गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, नेपाली कांग्रेस निरन्तरतामा नवीनता भन्ने दृष्टिकोण राख्दछ। त्यसैले हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आयो, कि त अरूले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्यायो। त्यस हिसाबले कांग्रेस जेएनजी विद्रोहले उठाएको मुद्दालाई पनि निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ। एक जिम्मेवार प्रतिपक्षी दलको रूपमा यो परिवर्तनलाई साथ दिन, सघाउन र खबरदारी गर्न कांग्रेस प्रतिबद्ध छ। परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर नेपाली कांग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको म यहाँ स्मरण गराउन चाहन्छु। बीपी कोइरालाले नेतृत्व गरेर प्रारम्भ भएको कांग्रेस सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै आज विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाज अनुरूपको रूपान्तरणमा प्रवेश गरेको कुरा पनि म यहाँ निवेदन गर्न चाहन्छु। तर छोटो समयमा परिवर्तनको त्यो सन्देश नागरिक पंक्तिमा पुर्याउन सकिएन। तर आगामी दिनमा आफूभित्र, आफ्नो दलभित्र, सबै दलहरूभित्र र समग्र राजनीतिको शैली र व्यवहारलाई देशमा भएको परिवर्तन अनुरूप रूपान्तरण गरेर अघि बढ्नुपर्छ भन्नेमा प्रमुख प्रतिपक्षी दलको रूपमा हामी प्रष्ट छौं। Trade with clear rules, designed for discipline and focus. One Step Challenge, FTMO. र मेरो व्यक्तिगत तर्फबाट पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। फागुन 21 मा सम्पन्न निर्वाचनबाट निर्वाचित सबै दलका माननीय सदस्यज्यूहरूलाई पनि म यो घडीमा हृदयबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। सभामुख महोदय, यो संसदले एक ढिक्का रहेर गर्नुपर्ने एउटा प्रधान काम भनेको नागरिक पंक्तिमा आशा र विश्वासलाई निरन्तर जगाउने र निरन्तर जोगाउने पनि हो। बितेको 35 वर्षमा देशमा केही पनि भएन भन्ने निराशाको भाष्य जनजनमा पुगेको छ, पुर्याइएको छ। यसलाई हामीले चिर्नु सक्नुपर्छ। बितेको 35 वर्षको अवधिलाई यसो फर्केर हेरौं त 10 वर्ष लामो सशस्त्र द्वन्द्व यही अवधिमा भयो। हजारौंको मृत्यु भयो, अरबौंको ध्वंस भयो। राजाले निर्वाचित सरकार भंग गरेर यही अवधिमा निरंकुश सत्ता चलाए। यही अवधिमा देशले दुई पटक भूकम्पको सामना गर्नु पर्यो। हजारौंको मृत्यु भयो अनि अरबौंको क्षति भयो। यही अवधिमा विश्वव्यापी कोरोना महामारीबाट हाम्रो देश पनि ग्रस्त भयो। त्यसले हाम्रो हजारौं आफन्तको मृत्यु भयो अनि मुलुकको अर्थतन्त्र पनि जोखिममा पुग्यो। यस्तो अनेक प्रतिकूलता र अनेक संकटका बीच पनि देशमा प्रगतिका केही काम भएका छन्। सभामुख महोदय, म मेरै गाउँका र तपाईहरु सबैको गाउँका आदरणीय आमा बुबा, दिदी बहिनी, दाजुभाइहरूलाई यहीँबाट आग्रह गर्न चाहन्छु। यही रोस्टमबाट म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। यसो सोच्नुस् त, गाउँमा आएको बाटो 46 सालको परिवर्तनपछि आएको हो कि होइन? टुकी र दियालोमा बाँच्न अभिशप्त जिन्दगी पछिल्लो चोटि आज बलेको, घर घरमा बलेको बिजुली यही अवधिमा जोडिएको होइन र? हिजो भन्दा आज धेरै गाउँका धेरैका आँगनमा पुगेको खानेपानीको सुविधा यही अवधिमा निर्माण गरिएका परियोजना र जोडिएका धाराबाट आएको होइन र? गाउँमा दुःख सुख खुलेका स्वास्थ्य चौकी अनि बीमाको नीति
के यही अवधिमा सुरु भएको होइन र? अनि म सोध्न चाहन्छु दुर्गम गाउँको पनि हातमा पुगेको सञ्चार सुविधा यो देशमा केही पनि नभएको उदाहरण हो कि केही सुरुवात भएको नमुना हो? म सोध्न चाहन्छु बैंक वित्तीय संस्थाहरू, एयरलाइन्सहरू, सञ्चार माध्यमहरू लगायतका निजी क्षेत्रको यत्रो विस्तार के यही अवधिमा देशले गरेको एउटा प्रगति होइन र? हो, योभन्दा बढी हुन सक्दथ्यो, हुनु पर्दथ्यो। तर एकातिर अनेक प्रतिकूलताका कारण हुन सकेन, अर्कातिर हाम्रा शासकीय कमजोरीका कारण हुन सकेन। यसप्रति हामी आत्मआलोचित छौं। म विनम्रतापूर्वक यो शब्द फेरि दोहोऱ्याउन चाहन्छु, यसप्रति हामी आत्मआलोचित छौं। तर जो भए ती सबै हामी सबैको प्रयासले भएको हो। अर्थात् केही पनि भएन भन्ने निराशाको सत्यको जगमा उभिएको छैन सभामुख महोदय। अर्थात् केही पनि भएन भन्ने निराशा सत्यको जगमा उभिएको छैन। हामीले भएको कुरा नागरिकलाई बुझाएर गर्न बाँकी धेरै कामहरू पूरा गर्ने संकल्प गर्नु छ। यो संसदको त्यो यात्रामा नागरिकलाई विश्वासमा लिएर अगाडि जानु छ। सम्माननीय सभामुख महोदय, आज हामी यहाँ यो बैठक बसिरहेका छौं। म बडो विनम्रतापूर्वक यो शब्द फेरि दोहोऱ्याउन चाहन्छु। आज हामी यो बैठक यहाँनिर बसिरहेका छौं, तर यो बैठक बसेको यो भवन हाम्रो संसद भवन होइन। हाम्रो संसद भवन भदौ 24 गते खरानी भयो। त्यो बेला खरानीलाई सम्झौं अनि संकल्प गरौं, हामी यसरी काम गरौं ताकि भविष्यमा यो देशलाई खरानी बनाउने कोही अघि नसरुन्। सभामुख महोदय, किन खरानी भयो संसद भवन? किन जल्यो सिंहदरबार? हस्, किन जल्यो सिंहदरबार? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना? म सभामुख महोदय मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। भदौ 23 र 24 दुई दिनका घटनालाई एक एक केलाउन जरुरी छ। कसैले 23 गतेको घटना देख्ने, कसैले 23 गतेको घटना देख्ने 24 को नदेख्ने, कसैले 24 को ध्वंस देख्ने, कसैले 24 को ध्वंस देख्ने 23 को दमन नदेख्ने। यो प्रवृत्ति एकदम गलत छ। हुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म 23 गतेको घटनाको अनुसन्धान गर्यो, कारबाहीको सिफारिस गर्यो, तर 24 को घटनाको अनुसन्धान भ्याइएन भनेर भन्यो। यो कस्तो तरिका हो? यो कस्तो तरिका हो? पटक समय थप्ने तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरूबाट नियतवश भएको होइन भनेर भन्न मिल्ने देखिन्न। नयाँ प्रधानमन्त्रीजीलाई श्रद्धेय सभामुखजी मार्फत म ध्यान आकर्षण गराउन चाहन्छु। जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्र पढ्ने? प्रधानमन्त्रीज्यू, म आग्रह गर्न चाहन्छु सरकारले सूचबुझपूर्ण ढंगबाट कानून र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस्। कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न भन्ने मान्यता विगतदेखि नै बोक्दै आएको पार्टी हो। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं। अन्तमा सम्माननीय सभामुख महोदय, जेएनजी विद्रोह जस्तै विद्रोह र विस्फोट भविष्यमा हुन नदिन हामीले साँच्चै नयाँ र दूरदर्शी ढंगले सोच्न र काम गर्न जरुरी छ। किनकि बितेको 75 वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार 5 वर्षको शासन गर्न सकेनन्। म सोध्दिन आजका नयाँ प्रधानमन्त्रीको नियतिमा के लेखिएको छ, म सोध्दिन। बरु म पूरा कार्यकालका लागि उहाँलाई शुभकामना दिन चाहन्छु। तपाईलाई देशका लागि राम्रो गर्न हाम्रो प्रष्ट साथ रहनेछ। तर संविधान विपरीत कुनै कर्म भए, नागरिकले गरेको अपेक्षा विपरीत कार्य भए हाम्रो खबरदारी गरेर अघिल्तिर हुनेछौं, यो पनि म यहाँ राख्न चाहन्छु।
हामी चाहन्छौं नयाँ संसद र नयाँ सरकारले समाजमा आपसी सद्भाव, राज्य प्रशासनमा सुशासन र समग्रमा समुन्नतिको यात्रालाई गतिशील बनाउन ध्यान केन्द्रित गरोस्। र अन्तमा एसईई परीक्षा दिइराखेका विद्यार्थीहरूलाई शुभकामना दिँदै म सरकार, संसद र सबै राजनीतिक दललाई ध्यान आकर्षण गराउन चाहन्छु। ती विद्यार्थीको सफलता तिनले उत्तर पुस्तिकामा के लेख्छन् भन्नेमा मात्रै होइन, हामी अब संसद र सरकारमा रहेर के गर्छौं भन्नेमा तिनको जिन्दगीको सफलता या असफलता छ। हामी काम गर्दा तिनै किशोर किशोरीको भावना र भविष्यलाई केन्द्रमा राखेर काम गरौं। म त्यो आग्रह गर्दै नेपाली कांग्रेसका तर्फबाट सबैलाई फेरि पनि सम्मान गर्दै निर्वाचन सम्पन्न गराउन निरन्तर दृढ साथ दिने सम्माननीय रामचन्द्र पौडेलज्यू, नेतृत्व गर्ने स्वर्गीय सुशीला कार्की र उहाँको नेतृत्वको सरकार अनि अहरात्र खटेर निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, सबै सुरक्षा निकाय, निर्वाचन प्रहरी र सबै आदरणीय पत्रकार मित्रहरूमा श्रद्धा प्रकट गर्दछु। धन्यवाद। जय नेपाल। माननीय रामबहादुर थापा, समय 8 मिनट। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका लागि आफ्नो अमूल्य जीवनको आहुति दिने भाद्र 23 र 24 लगायत सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सम्माननीय सभामुख महोदय, नेपालमा भाद्र 23 र 24 गते अवैधानिक ढङ्गबाट रासपाको अघोषित नेतृत्वमा रङ्ग क्रान्ति सफलतापूर्वक सम्पन्न भयो। फागुन 21 गते आम निर्वाचन मार्फत नीलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो। चैत्र 13 गते भव्य धार्मिक अनुष्ठान सहित श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रासपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ती संस्था तथा पात्रहरूलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो जादुमय विजयका लागि बाह्य दृष्टिले कसले निर्णायक भूमिका निर्वाह गरे? असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरू, टिओबी, एआई, अल्गोरिदम, गोएबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुखार खलनायक र हत्याराको रूपमा स्थापित गरे, जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायक बनाए, ती संस्था र पात्रहरूले नै बाह्य रूपमा यो जादुमय निर्णायक भूमिका खेले। त्यसैले यस ऐतिहासिक क्षणमा म ती सबै पात्रहरूलाई पनि नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो चमत्कारिक विजयले के असाधारण प्रश्नहरू जन्माएको छ। कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत
राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढङ्गबाट जलाइयो। कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइयो? कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू 23-24 गते तिलस्मी रूपमा प्रकट भए? कुन उद्देश्य प्राप्तिका लागि गैर कानुनी ढङ्गबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो? कुन उद्देश्य पूर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदैछ? कुन उद्देश्य पूर्तिका लागि देशव्यापी रूपमा दमन चक्र र राज्य आतंक मचाइँदैछ? कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको सङ्गठित हुने मौलिक अधिकारलाई बलात् खोसिँदैछ? कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंकको सृजना गरिँदैछ? सम्मानीय सभामुख महोदय, निश्चय पनि भविष्यले यी प्रश्नहरूको सही जवाब दिँदै जानेछ। तर यी प्रश्नहरू र यस्तै यस्तै प्रश्नहरू हामी सम्पूर्ण ताकत सहित राज्यलाई सोध्नेछौँ। निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउनेछौँ। सम्मानीय सभामुख महोदय, यो ऐतिहासिक क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश बोकेर आउनुभएका नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र मानिसजीहरूलाई पनि धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु। सम्मानीय सभामुख महोदय, अन्त्यमा यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ। यसले आफ्ना कमी कमजोरीहरूलाई सच्याउने अवसर दिएको छ। यो पराजय फगत अस्थायी हो। पराजित सेनाले छिट्टै सिक्दछ, त्यसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ। धन्यवाद। माननीय सदस्य वर्षामान पुन, समय 7 मिनट। सम्माननीय सभामुख महोदय, हामी यो पहिलो अधिवेशनमा उपस्थित छौँ। सर्वप्रथम हामी जनप्रतिनिधिको रूपमा मात्र होइन, इतिहासको साक्षीको रूपमा, सङ्घर्षका उत्तराधिकारी, त्यसैगरी भविष्यका निर्माणकर्ताको रूपमा यहाँ उपस्थित भएका छौँ। यस अर्थमा कि मेरो दल नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट यहाँहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो जनयुद्धका कमान्डर, त्यसपछि शान्ति सम्झौता र जनआन्दोलनका नेतृत्वकर्ता कमरेड प्रचण्डले 2079 को निर्वाचन जतिखेर स्वतन्त्र तर्फबाट वर्तमान सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह जित्दै हुनुहुन्थ्यो, जतिखेर चाहिँ हर्क साङपाङ धरानतिर जित्दै हुनुहुन्थ्यो, जतिखेर माननीय रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी बनाएर नयाँ अभियान चलाउँदै हुनुहुन्थ्यो, त्यतिखेर उहाँले भन्नुभएको थियो यो पुराना दलहरूलाई एउटा च्यालेन्ज आयो भन्दा होइन, पुराना दलहरूलाई च्यालेन्ज मात्रै होइन कि लोकतान्त्रिक गणतान्त्रिक एउटा फुलबारीका सुन्दर बगैँचाका सुन्दर फुलहरू हो भन्नुभएको थियो। आज त्यही कुरा आज सम्झना भइरहेको छ कि आज एउटा सुन्दर फुलको रूपमा हामी यहाँ जम्मा भएका छौँ। 10 वर्षको जनयुद्ध गर्दै गर्दा, शान्ति सम्झौता गर्दै गर्दा, जनआन्दोलन गर्दै गर्दा यहाँ हामीहरूले सम्झ्यौँ 20 वर्षपछि सम्झ्यौँ भने मुस्किलले 7 जना महिला सांसदहरू धेरैजना हुँदा हुन्थ्यो भने आज 34% माननीयज्यूहरू यहाँ महिला माननीयज्यूहरू हुनुहुन्थ्यो। 10 वर्ष 12 वर्ष अगाडि हामीले बजेट बनाउँदै गर्दा जेन्डर रेस्पोन्सिभ बजेट भनेर कुरा गर्थ्यौँ, त्यतिखेर 7-8% महिला दिदीबहिनीहरूको हातमा चाहिँ सम्पत्ति थियो, चल सम्पत्ति अचल सम्पत्तिहरू थिए। आज घर जग्गाको कुरा गर्नु चाहिँ 24% सम्पत्तिको मालिक दिदीबहिनी भइराख्नु भएको छ। हाम्रा दिदीबहिनीहरू, हाम्रा छोरीहरू जन्मिँदै गर्दा हामी अर्काको घर जाने भनेर 20 वर्ष अगाडि भन्थ्यौँ भने आज राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, मुख्य सचिव धेरै धेरै रेकर्डहरू कायम गर्नुभएको छ। आज त्यस्तो कमजोर होइन।
अघि माननीय सदस्यले चर्चा गर्नुभयो, एकजना मानिएको जसले दलित समुदायबाट आउनु भएको छ, माननीय सदस्य उहाँले भन्नुभयो हिजोको माओवादीले, हिजोका नेताहरूले, पार्टीहरूले हामीलाई बोल्न सिकाउनु भयो, हामीमाथि अन्याय रहेछ, दमन रहेछ, उत्पीडन रहेछ भन्ने कुरासम्म महसुस गर्दैनथ्यौँ। तर आज हामीलाई महसुस गराइयो भनेर उहाँले नै भन्नुभयो। आज माननीयजी यहाँ उपस्थित हुनुभएको छ, गौरव महसुस भएको छ। हामी कसले जित्यो, कसले हार्यो, को आयो, कुन पार्टीबाट आयो भन्दा पनि हामी नेपालीहरूले जितेका छौँ। त्यसैले हामी यो पार्टी त्यो पार्टी भन्दा पनि, यो पार्टीको राजनीति यो पार्टीको नीति भन्दा पनि हामीहरूले, हाम्रा अग्रजहरूले विभिन्न नीतिहरू प्रयोग गर्नु, जसबाट हामीले व्यवस्था बदल्यौँ। व्यवस्था लोकतान्त्रिक व्यवस्था, सङ्घीय व्यवस्था, समावेशी व्यवस्था, न्यायपूर्ण सामाजिक न्यायसहितको व्यवस्था निर्माण गऱ्यौँ, जसबाट आजको यो रङ्गीन इन्द्रधनुषी आज हामी संसद पाएका छौँ। यो हाम्रो गौरव हो। निश्चय पनि हामी पुराना भनिएका दलहरू जसका विचार राजनीतिमाथि प्रश्न उठेका छन्, जसका व्यवहारमाथि प्रश्न उठेका छन्, हामीले नगरेका होइनौँ। मैले 2 वर्ष अगाडि बजेट पेश गर्दा जतिखेर हामी चाहिँ राष्ट्रसभाका मान्यज्यूहरू हामी सँगै संसदमा थियौँ, के मन्त्रीज्यूहरू यही समकालीन मन्त्रीज्यूहरू यहाँ हुनुहुन्छ, उहाँहरूसँग हामीले आँकडाहरू प्रस्तुत गर्दा कि हामी चाहिँ लोकतान्त्रिक गणतन्त्रको यो पछिल्लो विकास गर्दा एउटै मात्रै उदाहरण कि 20 वर्ष 18 वर्ष अगाडि जम्मा 19,000 किलोमिटर बाटो रहेछ, आज हामी 1.25 लाख किलोमिटर बाटो छ। त्यो क्रान्ति हो, त्यो उपलब्धि हो। अरू धेरै पूर्वाधारहरू कुरा गरौँ, धेरै कुराहरू विद्युतीकरण अरू। तर आज नवयुवाहरूले चाहिँ भदौ 23-24 कुरामा आउँदा त्यो कुरा स्वीकार गरे नवयुवाहरूले। यो कुरा हामीले स्वीकार्नुपर्छ र प्रश्न उठाए। यस प्रकारको विकासले मात्रै पुगेन, यस प्रकार गतिले पुगेन, यस प्रकारको शासन सुशासनले पुगेन भनेर त्यो एउटा सडकमै विद्रोह गरेको अवस्था हो। त्यसलाई हामी स्वीकार गरेर निर्वाचनमा गयौँ। निर्वाचनबाट जनमत आएको छ, जनमतलाई हामी सबैले स्वीकार गरेका छौँ। हामी एउटा नेपाली कम्युनिस्ट पार्टी लोकतान्त्रिक आचरण व्यवहार पद्धतिमा विश्वास गर्छ, संविधानमा विश्वास गर्छ। हामी रचनात्मक रूपले सरकारलाई सहयोग गर्न तयार छौँ। त्यसै गरी आलोचनात्मक प्रतिपक्षको रूपमा हामीले भूमिका खेल्नेछौँ। म यो कुरा पनि राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, कि हामी आज चाहिँ यो सबै उपलब्धिहरूको जगमा 10,000को बलिदान छ। जनयुद्धको बलिदान, जनआन्दोलनको बलिदान, मधेस आन्दोलनको योगदान, धेरै कुरो पछिल्लो जेनजी नवयुवाहरूको आन्दोलनसम्म सबै त्यो चाहिँ आन्दोलनका शहीदहरूप्रति म आफ्नो दलको तर्फबाट सम्मान र श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सबै घाइते अपाङ्गता भएका साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। शहीद बेपत्ता परिवारहरू जसमाथि सम्मान व्यक्त गर्न चाहन्छु, जसले यो अवस्थासम्म हामीलाई ल्याउनु भएको छ। निश्चय पनि हामीले हाम्रा कमजोरीहरू के भए, हिजो शासन गर्दा प्रशासन गर्दा के पुगेनन्, केही पनि नगरेका होइनन्, गऱ्यौँ तर पुगेनन्। नपुगेका कुराहरू हामीले आत्मसमीक्षा गर्छौँ, खोटल्छौँ, जनतामा जान्छौँ। र म यही कुरामा एउटा चाहिँ सत्तारूढ दलको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी, यसको सभापति माननीय रवि लामिछाने, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह, यहाँहरू सबैलाई मेरो आफ्नो ऐतिहासिक पृष्ठभूमि या अनुभव यहाँ सेयर गर्न चाहन्छु भने 2064 सालतिर तत्कालीन नेकपा माओवादीले यस्तै खालको झन्डै यस्तै विजय हासिल गरेको थियो। 2074 सालतिर चाहिँ हामी 2 दल मिलेर चाहिँ प्रतिस्पर्धा गऱ्यौँ, पछि चाहिँ हामी पार्टी एकता गऱ्यौँ। झन्डै 2/3 बहुमत थियो। हामीले त्यसलाई सदुपयोग गर्न जानेनौँ, सकेनौँ। हाम्रा सीमाहरू व्यक्त गरे। यस्ता हाम्रा कमीहरूलाई यहाँहरूले शिक्षा लिएर अगाडि कि पार्टीलाई लैजाने, देशलाई लैजाने कुरा गर्नुहोस्। त्यो हाम्रो आफ्नै अनुभव छ कि हामी त्यो कुरालाई तपाईँहरूलाई हामी चाहिँ सहयोग गर्न तयार छौँ। राष्ट्र निर्माणको लागि, राष्ट्रिय स्वाधीनताको लागि, सामाजिक न्याय रूपान्तरणको लागि हाम्रा जति अभ्यास भएका छन्, संविधान संशोधन धेरै कुराहरू पनि यहाँहरूले उठाउनु भएको छ। त्यो कुराहरूमा लोकतन्त्र, गणतन्त्र, समावेशितामा सम्झौता हुन सक्दैन। त्यसलाई अझ परिमार्जन गर्ने, लोकतन्त्रलाई अझ सर्भिसिङ गर्नको लागि हामी तयार छौँ। हाम्रो सहयोग रहन्छ। यो कुराहरू मैले यहाँ राख्न चाहन्छु यहाँहरूसँग। र चाहिँ अन्तिमतिर आउँदा चाहिँ निश्चय पनि नयाँ जनमत आएको छ, यो हामीले स्वीकार गरेका छौँ। यो जनमतलाई चाहिँ हामीले सम्मान पनि गर्छौँ। यहाँहरूलाई काम गर्ने र एउटा खबरदारी, पूर्ववक्ता मान्यले भन्नुभयो जस्तै हामी खबरदारी गर्ने, सचेत रूपले सक्रिय रूपले खबरदारी गर्नेछौँ। यो हाउसलाई सभामुखजीको निर्वाचनपछि एउटा जीवन्त हाउसको रूपमा साँच्चीकै नेपाल, नेपाली जनता, नेपाली राष्ट्रियताको लागि हाम्रो शिर उच्च बनाउँदै विश्वभरि चाहिँ हाम्रो देशलाई चिनाउन सक्ने, हाम्रो युवाहरूलाई देशभित्र नै रोजगारी सिर्जना गर्न सक्ने, हाम्रो अर्थतन्त्रलाई सुदृढ गर्न सक्ने। आज पनि विश्व द्वन्द्वमा छ, भू राजनीति असाध्यै जटिल अवस्थामा छ। धेरै विज्ञ, सामान्य प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म, धेरै पार्टीका सभापतिज्यू मान्यसम्म विज्ञ हुनुहुन्छ। तर यो सबै कुरालाई सन्तुलन गर्दै हाम्रो राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउने,
देशलाई बलियो बनाउने, हाम्रा जनताका आकांक्षाहरूलाई सम्बोधन गर्ने यहाँहरूको जिम्मेवारी छ। त्यसलाई हाम्रो सहयोग रहन्छ र हिजोका उपलब्धिहरू मात्रै होइनन्, हिजोका दायित्वहरू पनि छन्। कैयौँ कारणले पुरा नभएका शान्ति सम्झौता, त्यसपछिका चाहिँ सङ्क्रमणकालीन न्यायका विषयहरू छन्। त्यसमा पनि अवश्य पनि सरकारले स्वामित्व लिनेछ, किनभने कुनै पार्टी विशेषको होइन, परिवर्तनका लागि भएका आन्दोलनहरूका दायित्वहरू छन् लगायतका कुराहरूमा हामी सहकार्य गर्न तयार छौँ। निश्चय पनि हामी कसैले अहङ्कार, कसैले लौटाभास गर्न जरुरी छैन। हाम्रा आफ्ना विचार छन्, सिद्धान्त छन्, हामीले आफ्ना विचार सिद्धान्तहरू राख्ने हो, तर देश जनतालाई केन्द्रमा राखेर त्यसमा चाहिँ हामी सहकार्य गर्न हामी चाहिँ तयार छौँ। यति कुराहरू राख्दै फेरि पनि हामी सबै मान्यज्यूहरूप्रति बधाई शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। माननीय हर्कराज राई, समय 7 मिनट। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त म सबैजनालाई हार्दिक शुभकामना र बधाई ज्ञापन गर्न चाहन्छु। आफ्नो मनको विचार राख्नुभन्दा पनि म जनताले हामीलाई के का लागि यहाँ पठाएका छन् भन्ने बारेमा बुँदागत रूपमा जनताका मागहरू वाचन गरेर सुनाउन चाहन्छु। तर त्योभन्दा पहिला चाहिँ हामीले पक्कै पनि यो देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि भनेर आएका छौँ। सबैभन्दा पहिला आफूले आफैलाई परिवर्तन गर्नुपर्छ भन्छु म। अघिल्लो शपथ ग्रहणको दिन पनि हामी 12 मिनट 46 सेकेन्ड ढिलो थियौँ भने आज 16 मिनट 55 सेकेन्ड हामी ढिलो भएका छौँ। जनताले हामीलाई यसरी ढिलो गर भनेर यहाँ पठाएको हो जस्तो मलाई लाग्दैन। त्यसो भएको कारणले प्रत्येक मिनटको महत्त्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौँ। नेपाली हो, नेपाली समय हो, 2 बजीको बैठक 3 बजी जाँदा पनि हुन्छ, 4 बजी जाँदा पनि हुन्छ, जे गर्दा पनि नेपाल हो, नेपाली हो भन्ने खालको जुन भाष्य हामीले मनमा लिएर बसेका छौँ, यही सबैभन्दा मुख्य कारण हो हामीले उन्नति गर्न नसक्नुको। त्यसो भएको कारणले गर्दाखेरि सभामुख महोदय मार्फत म सम्पूर्ण सदन, सरकार सबैलाई ध्यान आकर्षण गराउन चाहन्छु। आउँदा दिनमा हामी बैठक सुरु हुनुभन्दा थोरैमा पनि 5 मिनट अगाडि उपस्थित हुनुपर्छ, म यो माग राख्न चाहन्छु। हामी विभेदको अन्त्य गर्छौँ भनेर यहाँ भनिरहेका छौँ। भर्खरै पनि पूर्ववक्ता माननीयज्यूहरूले थुप्रै कुराहरू राख्नुभयो, आफ्नो मनको कुराहरू, तर यहाँ यही सदनभित्र पनि विभेद भइरहेको छ। सत्ता पक्षले 30 मिनट बोल्दा पनि हुने, 40 मिनट बोल्दा पनि हुने, प्रतिपक्षले अलि सानोले होइन 3 मिनटमा सकिहाल्नुपर्ने, 2 मिनटमा सक्नुपर्ने। हामी पनि जनताले चुनेर पठाएका जनमत प्राप्त जनप्रतिनिधि हौँ। त्यसो भएको कारणले गर्दाखेरि हामीले आफ्ना क्षेत्रका आवश्यकताहरू, आफ्ना तपाईँको चाहिँ के अरे मागहरू राख्नका लागि प्रशस्त समय दिनुपर्दछ। त्यो खालको सदन हामीले बनाएर हामीले त्यो खालको सदन अभ्यास गर्नुपर्दछ भन्ने माग राख्न चाहन्छु। म आफ्नो मनको कथा म यहाँ गाउन चाहन्न। अब मेरो आफ्नो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो त? हिजो इतिहासमा हामीले के गर्यौँ, कसले के गर्यो, कुन नेताले के गर्यो, कतिको तपाईँको हामीले सङ्घर्ष गर्यौँ, के गर्यौँ भनेर भनिरहन आवश्यक छ जस्तो मलाई लाग्दैन। हामी के गरिरहेका छौँ आज र भोलि के गर्ने हो भन्नेतर्फ सरकारले आफ्नो नीति तथा कार्यक्रम बनाउँदाखेरि यस्ता कुराहरूलाई पनि समावेश गरोस् भनेर चाहिँ म यहाँ जनताको मागहरू, राष्ट्रिय स्वाधीनताको, हाम्रो सम्प्रभुताको, जनताले चाहेका कुराहरू के कस्ता छन् त भन्ने कुरा म बुँदागत रूपमा वाचन गर्न चाहन्छु। पृथ्वी रहन्जेलसम्म यो देश रहिरहनुपर्छ, हाम्रो देशको चन्द्र सूर्य अङ्कित झन्डा रहिरहनुपर्छ। त्यो मान्यता हामी राख्दछौँ, श्रम संस्कृति पार्टीले त्यो मान्यता राख्दछ।
त्यसो भएको कारणले गर्दाखेरि देशको स्वाधीनता, भू राजनैतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु। 2 नम्बरमा सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्दछ र संयुक्त राष्ट्र सङ्घ लगायतका निकायहरूमा गएर हाम्रो देशका 4 किल्ला कतिवटा हाम्रो भूगोल भन्ने सिमाना यकिन गरेर सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनु पर्दछ भन्ने म माग राख्न चाहन्छु। नेपाली जनताले यो माग राखेको कुरा म जानकारी गराउन चाहन्छु। जनताले सोझै चुन्न पाउने प्रत्यक्ष कार्यकारीको चुनाव गर्नेतर्फ सरकारको नीति तथा कार्यक्रम अगाडि बढोस्। यदि सरकारले 2/3 नजिकको सरकारले त्यो कुरा अगाडि सार्छ भने त्यसमा हामी सबैले सहयोग गर्नुपर्दछ। नम्बर 4, जेनजी आन्दोलनमा डिस्कोड चलाएर जेनजी बालबालिकाहरूलाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काएर हिंसात्मक बनाउने, आन्दोलनमाथि अन्धधुन्ध गोली चलाएर दमन गर्ने, 23 गतेको घटना घटाउने, साथै 24 गते सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जस्ता सरकारी भवनहरू जलाउने कृत्य गर्ने मान्छेहरूलाई पनि तपाईको चाहिँ के अरे कारबाहीमा ल्याउनका लागि उच्च स्तरीय छानबिन समिति आयोग गठन गर्नका लागि हामी माग गर्दछौँ। 5 नम्बर, सम्पत्ति छानबिन तथा शुद्धिकरण अभियान सुरु गर्नुपर्दछ। सबैभन्दा पहिला अहिले सरकारमा रहेका मन्त्री परिषदका सम्पूर्ण मन्त्रीहरू, सांसदहरू, हामी सबैजना सबैको तपाईको चाहिँ के अरे हाम्रो सम्पत्ति छानबिन हुनुपर्दछ। हामीबाट सुरु गर्नुपर्दछ त्यो चिज, किनभने हामी नियम कानुन बनाउने भने हामीबाटै त्यो कुरा लागू भएर जानुपर्दछ। हामीले बनाएको नियम कानुनले अरूलाई मात्रै ठ्याङ्ग्रोमा कस्ने खालको व्यवहार हामीले गर्नु हुँदैन भन्ने माग राख्दछु। शिक्षालाई जीवनोपयोगी बनाउनु पर्दछ। उत्पादन, निर्माण र आविष्कारसँग जोड्नु पर्दछ शिक्षालाई। शिक्षा भन्ने बित्तिकै कथा पढ्ने विषयवस्तु होइन, त्यो भन्ने बित्तिकै उत्पादन, निर्माण र आविष्कारसँग जोडिनु पर्दछ भन्ने हाम्रो माग हो। त्यसतर्फ सरकारले ध्यान दियोस्। हप्तामा 3 दिन मात्रै थ्योरी पढ्दाखेरि हुन्छ, 4 दिन विद्यार्थीले उत्पादन, निर्माण र आविष्कारसँग जोडेर क्रियाकलापहरू गर्न सक्नुपर्दछ। त्यो खालको जीवनोपयोगी शिक्षा लागू गरिनुपर्दछ भन्ने हामी माग राख्दछौँ। 7 नम्बरमा खेतीबारीको समस्या हल नगरी देशको आर्थिक समस्या हामीले सुल्झाउन सक्दैनौँ, आर्थिक उन्नति हुन सक्दैन। त्यसो भएको कारणले कृषिमा देखिएका समस्याहरू पहिचान गर्ने र समस्या हल गर्ने सबै खालका तपाईँको प्राविधिक उपायहरू अपनाउने काम गरिनुपर्दछ भन्ने ध्यान आकर्षण गराउन चाहन्छु। नम्बर 8मा कम्तीमा एक पालिकामा एउटा उद्योग हुनुपर्दछ, एक परिवारमा एकजना रोजगार हुनुपर्दछ। त्यो खालको नीति हामीले अपनाउनु पर्दछ। बन्द गरिएका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने साथै नयाँ उद्योगहरूको स्थापना गर्ने नीति तथा कार्यक्रम सरकारले ल्याउनु पर्दछ भन्ने ध्यान आकर्षण गर्न चाहन्छु। 9 नम्बरमा जनताको सेवा सुविधा, विकास र समृद्धिमा सार्वजनिक हितका लागि प्राकृतिक स्रोत साधन ढुङ्गा, गिटी, माटो, खोला, नाला, खानी, खनिज, वन जङ्गल जस्ता स्रोत साधनका सदुपयोग गर्न पाउने गरी सहज किसिमको चाहिँ नियम कानुन बनाउनु पर्दछ। कहीँ कतै हामी हुन्छ म सक्छु अब र यी सम्पूर्ण स्रोत साधनलाई परिचालन गरेर चाहिँ हाम्रो देशलाई समृद्ध बनाउनतर्फ हामीले ध्यान दिनुपर्दछ भनेर भन्न चाहन्छु। म यहाँ शुभकामना मात्रै दिनुभन्दा सरकारको नीति तथा कार्यक्रमको कुन दिशामा जानुपर्दछ भन्ने एउटा सल्लाह सुझाव र प्रस्ताव प्रस्तुत गर्न चाहन्छु। प्राकृतिक संरक्षण गर्नुपर्दछ, संस्कृतिको प्रवर्धन गर्ने र प्रवृत्तिको विकास गर्ने नीति सरकारले लियोस्। सुशासनका निम्ति भ्रष्टाचार तपाईको चाहिँ अन्त्य गर्ने, निष्पक्ष, मितव्ययी, पारदर्शी, जवाफदेही, दूरदर्शी, परिपक्व र दीर्घकालीन कामहरू गर्नेतर्फ सरकार अगाडि बढ्नुपर्दछ। देशभरि शान्ति सुव्यवस्था कायम गर्नका लागि आवश्यक उपायहरू अपनाउन जरुरी छ।
खाने पानी, स्वास्थ्य, शिक्षा, सडक, बिजुली, बत्ती जस्ता आधारभूत आवश्यकताहरू परिपूर्ति गर्नतर्फ हाम्रो ध्यान जानुपर्दछ। राम्रोसँग अध्ययन नगरी हतार हतार सरकारले ल्याएका कार्यक्रमहरू लागू गर्नु हुँदैन। कुनै निर्णय गर्नु अघि तपाईँको प्रतिपक्षी दलहरूसँग सल्लाह गरेर सबै पक्षको उचित सल्लाह लिएर चाहिँ सरकार अघि बढे। निर्णय गर्दै पछि हट्नुपर्ने नियतिबाट होइन सरकार बच्न सक्दछ। अहिले भर्खरै वृद्ध भत्ता, विद्यार्थी सङ्गठन, ब्रिज कोर्स जस्ता सम्बन्धमा निर्णयहरू जुन गरिएको छ यसलाई पुनर्विचार गरियोस् भन्न म चाहन्छु। वृद्ध भत्ता जस्तो वृद्ध भत्ताको समयको मापदण्डलाई जुन फेरबदल गर्ने भन्ने कुराहरू आएको छ कार्यसूचीमा, त्यस्ता कुराहरूमा सरकारले ध्यान दिएर मात्रै अगाडि बढ्दाखेरि राम्रो हुन्छ भन्ने माग राख्दछु। सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोज्दै डोजर चलाउने, राज्य आतङ्क फैलाउने चलनको अन्त्य गरियोस्। म त्यो भन्न चाहन्छु। जनताको घर टहरा भत्काउनु हुँदैन। विस्थापन होइन व्यवस्थापनको नीति सरकारले लागू गरेर अगाडि बढ्दाखेरि सबैले राम्रो हुनेछ। दशकौँदेखि बस्दै आएका भूमिहीन सुकुम्बासीहरूको स्वामित्व दिने गरी लाल पूर्जाको व्यवस्था गरोस् भनेर पनि म भन्न चाहन्छु। किसान मजदुर सुकुम्बासीका समस्या पहिचान गरी समाधानको पहल गर्ने धनीको मात्रै होइन गरिबको पनि हो यो देश भन्ने खालको आभास हामीलाई हुनुपर्दछ र जनतालाई पनि त्यो आभास भएको हुनुपर्दछ। त्यसतर्फ सरकारले काम गरोस् भन्ने म अनुरोध गर्न चाहन्छु। उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा हामीले व्यवहारबाट जनाउनुपर्छ। यो काठमाडौँ उपत्यका मात्रै नेपाल हो भन्ने किसिमले सबै विकास चाहिँ यहाँभित्र मात्रै थोपार्ने किसिमको चाहिँ विकास हुनु हुँदैन भनेर म ध्यान आकर्षण गर्न चाहन्छु। सबै खाले विभेदको अन्त्य गरिनुपर्दछ। भूपू गोर्खा सैनिकहरूको समान पेन्सनका लागि नेपाल सरकारले आवश्यक सबै खालका पहलहरू गरोस्। नेपाल सरकारले गरेको सन्धि मार्फत चाहिँ गएका भूपू गोर्खाहरूलाई नागरिकता कायम राखेर चाहिँ उहाँहरूलाई एउटा नागरिकको दर्जामा राख्ने नियम, त्यो खालको चाहिँ नीति हामीले अवलम्बन गर्नुपर्दछ भनेर ध्यान आकर्षण गराउन चाहन्छु। समयको पाबन्दीले गर्दाखेरि मैले यी कुराहरू सबै कुरा वाचन गर्न चाहिनँ। माननीय सभामुख महोदयले 2-3 चोटि भनिसक्नु भएको छ र यो म पत्र सम्माननीय सभामुख महोदय मार्फत टेबल गर्न चाहन्छु र यस सल्लाह सुझाव अन्तर्गत सरकारले आफ्ना विचारहरू, आफ्ना नीति तथा योजनाहरू अगाडि बढाओस् भन्ने म माग राख्न चाहन्छु। धन्यवाद। माननीय ज्ञानबहादुर शाही, समय 7 मिनट। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त आज यो संसदको रोस्टममा आउँदै गर्दा देशले धेरै ठुलो क्षतिहरू बेहोरेको छ। ज्ञात अज्ञात शहीदहरूप्रति, ती 76 जना युवा साथीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुखज्यू, माननीय सदस्यज्यूहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा उहाँको सम्पूर्ण मन्त्री परिषदलाई कार्य सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज यस संसदको रोस्टरमा उभिँदै गर्दा मलाई झन्डै 3.5 वर्ष अघिको त्यो क्षण स्मरण भइरहेको छ। त्यति बेला पनि हामी यही संसदको रोस्टरमा उभिएर तत्कालीन सरकारलाई जनताप्रति उत्तरदायी बन्न, विधिको शासनको पालना गर्न, बहुमतको अहङ्कार नगर्न सचेत गराएका थियौँ, किनकि बहुमत क्षणिक हुन्छ। केही दिनको न्यानो मात्रै हो, स्थायी सत्य होइन बहुमत। तर दुर्भाग्यवश त्यो सरकारले जनताको आवाज सुनेन। परिणामस्वरूप केवल सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो। भौतिक संरचनाहरू दिनहाडै जले, सिंहदरबार जले, संसद भवन समेतसम्म आगलागीको चपेटामा पर्यो र आज हामी बाध्य भएर एउटा बैठक कक्षलाई संसद भवन मानेर
कार्य सञ्चालन गरिरहेका छौँ। यो अहिलेको सरकारलाई हेक्कार होस्। र सबभन्दा ठुलो कुरा, यसैबीच झन्डै 76 जना युवाहरू राष्ट्रका लागि आफ्नो अमूल्य जीवन बलिदान गरे। 2500 जनाभन्दा बढी नागरिकहरू घाइते भए, आज अपाङ्ग भए र राष्ट्रसेवक प्रहरीको समेत क्रूरतापूर्वक घाँटी रेटी हत्या गरियो। यसको निष्पक्ष छानबिन भएर कारबाही होस्, म यो सरकारलाई यो अपिल गर्न चाहन्छु। र साथसाथै यस्ता पीडादायी घटनाका बावजुद जनताको मतबाट स्थापित वर्तमान सरकार जनताको हितमा समर्पित होस्, म यही शुभकामना व्यक्त गर्न चाहन्छु। विगतका कमजोरीहरू नहदोरियुन् भन्ने आशा गर्दछु। जनताको आवाज सुन्ने, विधिको शासनमा आधारित कानुन सम्मत तथा प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग शासन सञ्चालन होस्, मेरो यही हार्दिक मङ्गलमय शुभकामना यो सरकारलाई छ। र यो सरकार केवल सत्ता सञ्चालन गर्ने संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको दियो बनोस्। र त्यो दियो जोगाइराख्नु हामी सबैको परम कर्तव्य हो। हामी त्यो दियो जोगाउँछौँ, तर त्यो दियो कहिल्यै डढेलोमा परिणत नहोस्। यदि त्यो दियो डढेलो बन्न खोज्छ, यदि कोसिस गर्छ भने हेक्कार होस्। त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई निभाउने साहस हामीले राख्नुपर्छ र राख्छौँ पनि। त्यसका लागि म सबैलाई शुभकामना दिन चाहन्छु। नेपालमा धेरै सरकारहरू परिवर्तन भए, धेरै व्यवस्था परिवर्तन भए, तर जनताको अवस्था जस्ताको तस्तै रह्यो। अब वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु। विशेष गरी प्रधानमन्त्री बालन शाह र गृहमन्त्री माननीय सुदन गुरुङप्रति अझै विश्वस्त भएको छु। लाउडा विमान काण्डदेखि सहकारी घोटाला काण्डसम्मका ठुल्ठुला दोषीहरूलाई कानुनी कटघरामा उभ्याइनेछ भन्नेमा म पूर्ण आशावादी छु। र सबभन्दा ठुलो कुरा, पोहोर साल आउँदा अघिल्लो वर्ष अलि पाका उमेरका मान्छे थियौँ, अहिले भर्खरका युवा साथीहरू आएका छौँ। यो चाहिँ परिवर्तनको एउटा सिर्फ दल परिवर्तन नभएर हाम्रो पुस्ता परिवर्तन भएछ। यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सडकको किनारमा मकै पोलेर, साग बेचेर, पसिना र रगत बगाएर संलग्न गरिएको सहकारीको रकम हडप्ने भ्रष्टाचारीलाई कानुनको कटघरामा उभ्याइनेछ र पीडितको रकम सरकारबाट होइन, ती अपराधीहरूको 3 पुस्ते सम्पत्ति जफत गरेर तिराइनेछ भन्ने कुरामा सरकारसँग म पूर्ण आशावादी छु। र निर्मला पन्तदेखि इनिसा विकसम्मका निर्दोष दिदीबहिनीहरूको चित्कारले न्याय पाउनेछ भन्नेमा म पुनः आशावादी छु र चाँडै न्याय पाइएको पनि सुन्न पाइयोस्, यही मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आज युवाहरू +2 पास गर्ने बित्तिकै आफ्नो जीवनका लागि विदेशी न बाध्य छन्। हरेकको दिमागमा आइरहेको छ। आज अलिकति हुने खानेका छोराछोरी अस्ट्रेलिया ताकिरहेका छन्, अलिकति गरिबका छोराछोरीहरू आज खाडी मुलुक ताकिरहेका छन्। यो सोच नै मार्नुपर्ने हाम्रो आवश्यकता छ। त्यो सोच मार्न यो सरकारले कदम गर्नेछ भन्ने मलाई आशावादी छु। झन्डै 80 लाखभन्दा बढी युवाहरू नेपालीहरू विदेशमा श्रम गर्न बाध्य छन् र तिनैको रेमिटान्सले यो देशको अर्थतन्त्र आज धानिरहेको छ। हाम्रो तलब पनि तिनीहरूको रेमिटबाट चलिरहेको छ। यो सरकारले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूलाई आफ्नै भूमिमा भविष्य देख्ने वातावरण बनाउनु छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु। एकपटकको नेपाली सधैँको नेपाली, यहाँ गई माननीयज्यूले पूर्व वक्ताले पनि भनिसक्नुभयो। आज जसका पुर्खाले यो देश बनाए, जसका पुर्खाले आज अङ्ग्रेजसँग लडे, जसका पुर्खा तिब्बतसँग लडे, जसका पुर्खा मुगलसँग लडे, तिनका सन्तान आज विदेशी बनिरहेका छन्। एकपटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई, नेपालको संविधानलाई पनि संशोधन गरेर नेपाली नागरिकता फेरि कायम गरियोस्। र यदि यो सरकारलाई त्यतिखेर बहुमतको आवश्यकता पर्छ, त्यतिखेर हामी तपाईँहरूको पछाडि उभिनेछौँ, 187 पुर्याउँछौँ। यसमा तपाईँहरू ढुक्कका साथ काम गर्नुहोस्, म तपाईँलाई यो अपिल गर्न चाहन्छु। हाम्रा किसानहरू जसले बाँझो जमिनलाई हराभरा बनाउँछ, आज विदेशी भूमिमा सस्तो मजदुर भएका छन्। आज किसान दाजुभाइहरू मजदुर बन्नुपर्ने बाध्यता छ। त्यो बाध्यताको अन्त्य गर्न हामी एकजुट हुनैपर्छ, हामी सँगसँगै जानैपर्छ। दलभन्दा ठुलो देश हो, मैले यो मान्यता राख्दछु। दलभन्दा ठुलो देश हो। यहाँ को काङ्ग्रेस, को एमाले, को रासपा, को रापरपा, को श्रम संस्कृति, को माओवादी या को तारो भन्ने होइन। हामी सबै नेपाली हो। यो दलगत स्वार्थ त्यागेर सुशासन र विधिको शासन र प्रजातान्त्रिक अभ्यासका लागि हामी एक ढिक्का हुनुपर्छ भन्ने मलाई लाग्छ र हामी एक ढिक्का हुन्छौँ पनि। र सम्माननीय सभामुख महोदय, देशका कतिपय क्षेत्रमा आज सुरुङ मार्गको कुरा भइरहेको छ। आधुनिक पूर्वाधार निर्माण भइरहेका छन्। कयौँ ठाउँमा तपाईँको आज पूर्वाधार विकासका कार्यक्रम अगाडि बढेका छन्, तर दूर सुदूर कर्णाली र अझै पिछडित क्षेत्रहरूमा
अझै पनि कालोपत्रे सडक कस्तो हुन्छ भनेर त्यहाँका दाजुभाइले देख्न पाएका छैनन्। यो सरकारसँग म के आशा राख्छु भने यहाँभन्दा अगाडि गर्दै गरेका असमानताको अन्त्य गर्दै समान विकास सुरक्षित गर्नु वर्तमान सरकारको दायित्व भन्ने लाग्छ र त्यो दायित्व यो सरकारले पुरा गर्छ भन्ने कुरामा म पुनः आशावादी छु। सम्माननीय सभामुख महोदय, आज देश विश्व आज विभिन्न क्षेत्रहरू जस्तै युरोप, मध्यपूर्व र अमेरिका अशान्तिमा छन्। आज युद्ध भइरहेको छ, तर यहाँभन्दा अगाडिको सरकारले एउटा गलत निर्णय गरेको छ। हामीले असंलग्न परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्छ र यसको प्रभाव नेपालमा पनि पर्न सक्छ। त्यसैले नेपालले असंलग्न परराष्ट्र नीति पञ्चशीलताको आधारमा सिद्धान्तमा अडिग रहँदै विश्वमा आफ्नो पहिचान सुदृढ गर्नुपर्छ। यो सरकारले यो गर्छ भन्ने कुरामा म दृढ विश्वास राख्दछु। आज अघिल्लो सरकारले के गल्ती गर्यो भने इरानका नागरिकलाई अराइभल भिसा दिदिन भन्न पाउँदैन, किनभने इरान पनि संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र हो। माननीय सदस्य, त्यो भावना सम्माननीय सभामुख महोदय, म 2 मिनटमा सके सम्मानज्यू। अस्पतालको खर्च तिर्न नसकेर अहिले उपचार नपाएर मृत्युको मुखमा पुगेका छन्। कयौँ नागरिक अस्पतालको मुख पाएका छन्। यदि अस्पताल गयो भने त्यसको बिल तिर्न नसकेर फेरि बिरामी भएर फेरि त्यही अस्पतालमा बन्धक पर्नुपर्ने अवस्था छ। यसको अन्त्य हुन्छ भन्ने कुरा मैले सोचेको छु र शिक्षामा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ। कसले कति डिग्री हासिल गर्यो, कसले पिएचडी गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन, तर त्यसले सिकेको ज्ञान र सिप हाम्रो समाजका लागि कार्य भयो या भएन त्यो महत्त्वपूर्ण कुरा हो। पुरानो पाठ्यक्रम घोगन्ते शिक्षा र बेरोजगारी उत्पादन गर्ने थलो र प्रणालीको देशको भविष्यलाई अन्धकारतिर धकेलिरहेको छ। त्यसैले शिक्षा नीति र पाठ्यक्रमको आमूल परिवर्तन हुन्छ भन्ने कुरा म आशावादी छु र देशमा आज 884 जना सांसद छु। 1 वर्षमा 1 खर्ब रुपैयाँ हामीले तपाईँको प्रदेश संरचना पाल्नुपर्ने अवस्था छ। यो परानीति दलका कार्यकर्तालाई सेटलमेन्ट गर्नका लागि ल्याइएको यो प्रदेश संरचना यही संसदबाट यही सरकारले खारेज गर्छ। यदि बहुमत पुगेन भने हामीले पनि सरकारमा थप गर्छौँ। 184 चाहिन्छ, 187 पुर्याउँछौँ। प्रदेश संरचना तत्काल खारेज गरियोस्। यो सरकारले त्यो नीति अगाडि बढाओस्। वार्षिक 1 खर्बभन्दा बढी जनताको कर आज प्रदेश संरचना नाममा खर्च भइरहेको छ। यो पैसा बचाइयोस्, म यही भन्न चाहन्छु। राष्ट्रको पहिचान सबभन्दा ठुलो कुरा। आज हामी यत्रो सांसदहरू छौँ, 165 जना हामी निर्वाचित जनताबाट प्रत्यक्ष निर्वाचित भएका छौँ। 110 जना विभिन्न जात, वर्ण, क्षेत्र, लिङ्गका आधारमा हामी आज आफ्नो पहिचानका साथ आज यहाँ संसदमा स्थापित। यो देशको पहिचान चाहिन्छ कि चाहिँदैन? यो मुलुकको पहिचान चाहियो कि चाहिएन? आज 81% हिन्दूहरूको देश हो। यो झन्डै 9% बुद्धिस्टको देश हो। 3% भन्दा बढी किराँत र 5% मुसलमानहरूको देश हो। यो हिन्दू, बुद्ध, किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य नेपालको संविधानको तपाईँको धारा 4 धर्म निरपेक्षता होइन, धर्म सापेक्षता नेपाल गरियोस्, हिन्दू अधिराज्य घोषणा गरियोस्। यही अपिल गर्न चाहन्छु। सम्माननीय सभामुखज्यू, म अब जम्मा 30 सेकेन्डदेखि 50 सेकेन्ड 60 सेकेन्ड भनौँ अब। सम्मानज्यू, नेपालको इतिहास राष्ट्र संस्था र जनताबाट बनेको। आज जुन देशमा आज हामी उभिरहेका छौँ, यो राष्ट्र संस्था र जनता मिलेर बनाएको देश हो। कुनै दलका नेता र कुनै कार्यकर्ताले बनाएको देश होइन। त्यो भएको हुनाले राष्ट्रिय एकता, स्थायित्व र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राष्ट्र संस्थाको पुनर्विचारबारे गम्भीर विमर्श गर्दै संवैधानिक राष्ट्र संस्थाको स्थापना गर्ने कार्यमा सरकार अगाडि बढोस्, म यही भन्न चाहन्छु। र साथसाथै सबैलाई मेरो अपिल के छ भने प्रतिपक्ष यो सरकार सबको साझा रहोस्, हामी सबैको साझा रहौँ र अहिलेको सरकारलाई र हामी सबै सांसदलाई यो आज पहिलो बैठकको पहिलो दिन भएको हुँदा अझ रचनात्मक रूपमा अगाडि बढौँ। हामी सबैलाई र हामी लगायत सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। जय राष्ट्रवाद, जय नेपाल। धन्यवाद। माननीय महावीर पुन, समय 5 मिनट। सम्माननीय सभामुखज्यू र सम्पूर्ण आज यो सभामा उपस्थित हुनुभएका मान्यज्यूहरू, सर्वप्रथम त म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ, काम गर्ने तरिका पनि फरक छ, सबै कुरा म प्राय सबैसँग मिल्दैन। त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगेँ भन्न पनि चाहन्छु।
म अमेरिकामा पढेर नेपालमा 2049 साल भाद्र महिनामा आएको र अहिलेसम्म 33 वर्षभन्दा बढी काटिसक्यो। एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा काम गरिरहेको छु र म चाहिँ राजनीति गर्ने राजनीतिज्ञ होइन। म समाजसेवी हुँ र सेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दाखेरि पनि निष्पक्ष हुनेछ। समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभाको चुनावमा उम्मेदवार हुने कुनै रहर पनि थिएन, मैले सोचेको पनि थिएन। तर 2082 साल भाद्र 23-24 गतेको जेनजी आन्दोलन भएपछि जेनजी भाइ बहिनीहरूले मलाई नै बोलाएर शिक्षा तथा विज्ञान मन्त्री बनाइदिए। त्यति बेला म ताप्लेजुङ जिल्लाको गाउँमा किताब बेचिरहेको थिएँ। मेरो आफ्नो आत्मकथाको किताब बेचिरहेको थिएँ र 4 महिनासम्म मन्त्री भएँ। 4 महिनासम्म मन्त्रीको रूपमा काम गर्दाखेरि मैले शिक्षा क्षेत्रमा भएका अनेकौं समस्याहरू, चरम राजनीतिकरण र विकृतिहरू देखेँ। ती विकृतिहरूलाई हटाएर विद्यालय, कलेज र विश्वविद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिएँ। त्यसको लागि 3वटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र 4वटा नियमावलीहरू ल्याउन प्रयास गरेको थिएँ। तर ती अध्यादेशहरू र नियमावलीहरू ल्याउन त्यति बेला काम चलाउ सरकार भएकोले जतिसुकै प्रयास गर्दाखेरि पनि सकिएन। ती अध्यादेशहरू र नियमावलीहरू त्यति बेलाको मन्त्री परिषदले अनुमोदन गरेर विधायन समितिमा पठाइसकेको थियो। माघ 6 गते प्रतिनिधि सभाको सदस्यको लागि नाम दर्ता गराउने 40 घण्टा अगाडि अर्थात् माघ महिनाको 4 गते बेलुकी 7 बजेसम्म पनि मैले ती अध्यादेशहरू र नियमावलीहरू ल्याउन टुप्पीदेखिको बल लगाएर प्रयास गर्दाखेरि पनि विधायन समितिबाट ती कामहरू अगाडि बढेनन्। त्यसैले मैले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीमा स्वतन्त्र उम्मेदवारको नाम दर्ता गराउन गएको हो। यसरी चुनावमा उठ्नै नपर्ने र उठ्नै नहुने मान्छे चुनावमा उठेको हुँ। म शिक्षा मन्त्री हुँदा ल्याउन खोजेको विधेयक र नियमावलीहरू सम्माननीय प्रधानमन्त्रीज्यूको शिक्षा हेर्ने टिमलाई माननीय सदस्य धर्मकेशी मार्फत गइसकेको छ। आज सदनमा उपस्थित हुनुभएका माननीय ज्यूहरूलाई छोटकरीमा भन्नुपर्दा ती विधेयक र नियमावलीहरू यस प्रकार थिए भनेर जानकारी दिन चाहन्छु। पहिलो अध्यादेश हाल भएका 18वटा विश्वविद्यालयहरूको व्यवस्थापन र सञ्चालनलाई राजनीतिकरणबाट मुक्त गरी पठन पाठनलाई प्रभावकारी बनाउन छाता कानुन बनाउने थियो। त्यसमा सम्पूर्ण विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाएर योग्य र इमान्दार प्राज्ञिकहरूको समूहले विश्वविद्यालय सञ्चालन गर्ने भन्ने विधेयक थियो। विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्न यो काम गर्नै पर्छ। दोस्रो अध्यादेश विश्वविद्यालयमा लेक्चरर, उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकहरूको नियुक्तिमा भएको चरम राजनीतिकरणलाई हटाउन र योग्य व्यक्तिहरूलाई नियुक्त गर्न हाल प्रत्येक विश्वविद्यालयमा भएका 18वटा विश्वविद्यालय सेवा आयोगहरूलाई खारिज गरी लोकसेवा आयोग जस्तै एउटा मात्र सेवा आयोग गठन गर्ने भन्ने विधेयक थियो। तेस्रो अध्यादेश अर्थतन्त्र विकास गरेर नेपाललाई कागजमा मात्र होइन कि आर्थिक रूपमा नै एउटा समृद्धिशाली देश बनाउन र युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नको लागि विज्ञान, प्रविधि, व्यावहारिक अनुसन्धान र नवप्रवर्धनलाई उच्च प्राथमिकता दिने र प्रतिभाशाली र सृजनशील युवाहरूलाई देशमा नै राखेर उनीहरूको प्रतिभालाई उजागर गर्ने मौका दिनको लागि प्रधानमन्त्रीको नेतृत्वमा एउटा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्धन कोषको निर्माण र सञ्चालन गर्ने भन्ने विधेयक थियो। यो विधेयकको बारेमा मैले विगत 20 वर्षमा बनेका धेरै सरकारहरूलाई गरेको विनम्र अनुरोध भालुलाई पुराण सुनाएको जस्तो भएको थियो। अहिलेको सरकारले पक्कै पनि यो कुरा सुन्छ होला भन्ने विश्वास छ।
यो सारा नेपालीको अनुरोध हो, मेरो मात्र अनुरोध होइन। 4. विज्ञान प्रविधिको विकास नगरिकन कुनै पनि देश आर्थिक रूपमा समृद्ध नहुने भएकोले नेपालमा एउटा छुट्टै र शक्तिशाली विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय खोल्नुपर्छ। त्यसलाई चलाउन सक्षम विज्ञहरू राख्नुपर्छ भन्ने मेरो भनाइ एउटा कानले सुनेर अर्को कानले नउडाइयोस् भन्ने मेरो विनम्र अनुरोध छ। यो कुरा म आफू नै शिक्षा तथा विज्ञान मन्त्री हुँदा जोडतोडले उठाएको थिएँ, तर त्यति बेला सफल हुन सकिएन। 5. विद्यालय शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिएको हुनाले विद्यालय शिक्षामा धेरै विकृतिहरू जन्मेका रहेछन्। यो कुरालाई ध्यानमा राखेर शिक्षा नियमावलीमा धेरै नै सुधार गर्नुपर्ने छ र सो कुरा मैले प्रयास गरेको हो, तर भएन। जस्तै उदाहरणको लागि विद्यालय व्यवस्थापन समितिको गठनमा राजनैतिक हस्तक्षेप हटाउने, योग्य प्रधानाध्यापकको नियुक्ति गर्ने, शिक्षकहरूको सरुवामा राजनीतिक प्रभाव हटाउने र दरबन्दी शिक्षकहरूको दरबन्दी बढाउने जस्ता। ल म सकिहालेँ, यति समापन गर्नुहोस्। म 1 मिनट दिनुहोस्। र 6 नम्बरमा यो सिटिभिटीलाई पुनर्संरचना गरी त्यहाँबाट पनि राजनीतिकरण नहटाएसम्म र नयाँ सिस्टम नबसालेसम्म त्यहाँबाट विद्यार्थीहरूले सिपमूलक प्राविधिक शिक्षा प्राप्त गर्न नसक्ने कुरा प्रष्ट पार्न चाहन्छु। अहिले त्यहाँ अधिकांश सैद्धान्तिक पढाइ मात्र हुने गरेको छ। त्यसको लागि मैले शिक्षा मन्त्रीको रूपमा चालेको कदमहरू पुरा भएनन्। अहिलेको छोटो समयमा सबै कुरा राख्न सकिनँ। ती गर्नै पर्ने सबै कुराहरू बेला बखतमा भन्दै गरौँला। अन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण युवा भाइ बहिनीहरूलाई नेपालको इतिहासबाट एउटा अत्यन्तै महत्त्वपूर्ण पाठ सिक्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। इतिहास यस प्रकार छ। नेपालीहरूलाई राजनीतिक स्वतन्त्र दिलाई नेपाललाई विश्वमा चिनिने गरेर एउटा समृद्धिशाली देश बनाउनको लागि विक्रम सम्वत 2070 सालको क्रान्ति, 2015 सालको संसदीय निर्वाचन, 2046 सालको वृहत जनआन्दोलन र 2063 सालको दोस्रो आन्दोलन शहीद मधेस आन्दोलन भएको थियो। ती आन्दोलनहरूले जनतालाई राजनीतिक अधिकार पनि दिलाएकै हो। त्यही अधिकार प्रयोग गरेर नेपाली जनताले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै 2/3 बहुमतले जिताएको छ। राम्रो काममा मेरो पनि सम्पूर्ण साथ हुनेछ। तर नेपालीहरूले अपेक्षा गरे अनुसार भ्रष्टाचारीहरू, घुसखोरीहरू, लोभी पापी दलालीहरूको समाजमा गाडिएको ज्वरो उखल्नको लागि हाम्रो समाजमा भएको नातावाद, कृपावाद, चाकरीवाद, चापलुसवाद जस्ता कुसंस्कारका दलदलमाबाट एकदमै टाढा रहनुहोस्। यदि पहिलेकै राजनीतिक दलहरूले जस्तै गरेर स्वतन्त्र पार्टी पनि नेपाली समाजको ती कुसंस्कारहरूमा फस्यो भने भाद्र 23-24 गतेको जेनजी आन्दोलन पनि कालान्तरमा असफल हुनेछ। ल धन्यवाद छ। अनि अन्तमा एउटा कुरा, यहाँ आजको कार्यसूचीमा मैले एउटा देखेको थिएँ, एउटा यो अध्यादेश रहेछ। यसमा थप कुरा के गर्न चाहन्छु भने अध्यादेश मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082 भन्ने रहेछ। त्यसमा चाहिँ म के भन्न चाहन्छु भने अब आउने 2084 को प्रदेश र स्थानीय सरकारको चुनावमा विदेशमा काम गर्ने सम्पूर्ण वैधानिक नेपाली नागरिकहरूले पनि भोट दिन पाउने व्यवस्था होस् भन्ने कुराको अनुरोध गर्न चाहन्छु। किनभने यो कुरा मैले गत फागुन 21 गतेको चुनावमा पनि व्यवस्था होस् भनेर म आफू मन्त्री हुँदा पनि पटक पटक प्रयास गरेको हो, त्यो हुन सकेन। ल धन्यवाद। मान्य सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 नियम 7 को उपनियम 1 बमोजिम प्रतिनिधि सभा सभामुख पदको निर्वाचनको लागि 2082 साल चैत्र महिना 22 गते आइतबारको दिन तोकेको छु। साथै उक्त नियमावली बमोजिम सङ्घीय संसदको महासचिव श्री पद्मप्रसाद पाण्डेलाई सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना आजै प्रकाशित गर्न पनि निर्देशन दिएको छु। मान्य सदस्यहरू, अब म मान्य गृहमन्त्री सुदन गुरुङलाई क्रमशः मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082 प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082 पेश गर्न अनुमति दिन्छु।
माननीय मन्त्रीजी। सम्माननीय सभामुख महोदय, मतदाता नियमावली ऐन 2073 को दफा 4 को उपदफा 2 मा निर्वाचन आयोगले मतदाता नियमावली सङ्कलन तथा अध्यावधिक गर्दा आयोगबाट निर्धारित स्थान र समयमा एकै पटक वा पटक पटक हुने गरी तोक्न सक्नेछ भन्ने व्यवस्था गरिएको छ भने कुनै एक गाउँपालिका वा नगरपालिकाको कुनै एक वडाको मतदाता नियमावली सङ्कलन वा अध्यावधिक गर्दा एकैपटक गर्नुपर्ने निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नियमावलीमा नाम दर्ता नगरिने तथा मतदाता नियमावली सङ्कलन तथा अध्यावधिक गर्दा सर्वसाधारणलाई सूचना दिने लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुने व्यवस्था गरिएको छ। निर्वाचन आयोगको मिति 2082 3/16 को सूचना बमोजिम मतदाता नियमावली सङ्कलन गर्ने कार्य स्थगन हुन गएको र मिति 2082 5/27 को राष्ट्रपतिको कार्यालयको सूचना बमोजिम सम्माननीय राष्ट्रपतिबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसदको प्रतिनिधि सभा विघटन भई मिति 2082 11-21 मा सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने गरी मिति तोकिएकोले उक्त निर्वाचनमा मतदानको लागि मतदाता नियमावली सङ्कलन दर्ता तथा त्यसको अध्यावधिक गर्नुपर्ने भएकोले मतदाता नियमावली ऐन 2073 को दफा 4 को उपदफा 2 पछि उपदफा 2 क थप गरी प्रतिनिधि सभाको कार्यकाल पूरा हुन अगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा त्यस्तो निर्वाचनको प्रयोजनको लागि आयोगले अवधि तोकी मतदाता नियमावली सङ्कलन दर्ता तथा त्यसको अध्यावधिक गर्ने व्यवस्था गर्न सक्ने व्यवस्था गर्ने गरी मतदाता नियमावली ऐन 2073 लाई नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम अध्यादेशद्वारा संशोधन गर्न आवश्यक भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले मतदाता नियमावली पहिलो संशोधन अध्यादेश 2082 सभा समक्ष पेश गर्दछु। धन्यवाद। सम्माननीय सभामुख महोदय, नेपालको संविधानको धारा नेपालको संविधानको धारा 84 को उपधारा 2 मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसङ्ख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था सङ्घीय कानुन बमोजिम हुने व्यवस्था रहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को अनुसूची 1 मा बन्द सूचीमा प्रतिनिधित्व गराउनु पर्ने समावेशी समूहको प्रतिशत सम्बन्धी व्यवस्था रहेको छ। सम्बत 2078 सालमा भएको राष्ट्रिय जनगणना प्रतिवेदन बमोजिम जनसङ्ख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू,
तथा मुस्लिमको जनसङ्ख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को अनुसूची 1 मा संशोधन गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम जारी गर्न आवश्यक भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले उक्त अध्यादेश सभा समक्ष पेश गर्दछु। धन्यवाद हजुर। सम्माननीय सभामुख महोदय, नेपाल विशेष सेवा ऐन 2042 को दफा 4 को उपदफा 1 मा केही नेपाल ऐन संशोधन गर्ने ऐन 2075 बाट संशोधन भई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग रहने गरी व्यवस्था भएको। प्रस्तुत संशोधन हुन अघि राष्ट्रिय अनुसन्धान विभाग नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत नै रहँदै आएको सूचनाको सङ्कलन तथा विश्लेषण सहितका राष्ट्रिय अनुसन्धान विभागबाट सम्पादन हुने कार्यको लागि नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतका अन्य निकायहरू समेतको समन्वय हुँदा अझ बढी प्रभावकारी हुन जाने सहितका विषयलाई दृष्टिगत गरी नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट नेपाल सरकार कार्यविभाजन नियमावली 2074 मा संशोधन भई राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय अन्तर्गत रहने गरी व्यवस्था भई आएकोले सोही बमोजिम कार्य सम्पादन गराउन नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम अध्यादेश जारी भई नेपाल विशेष सेवा ऐनमा संशोधन भएको। नेपालको शान्ति सुरक्षा कायम राख्न नेपाल विशेष सेवाको गठन र तत्सम्बन्ध सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न जारी भएको नेपाल विशेष सेवा ऐन 2042 को दफा 4 को उपदफा 1 मा रहेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत भन्ने शब्दहरूको सट्टा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागको स्थापना हुनेछ भन्ने व्यवस्था कायम राख्न नेपाल विशेष सेवा ऐन 2042 लाई संशोधन गर्न आवश्यक भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले नेपाल विशेष दोस्रो संशोधन अध्यादेश 2082 सभा समक्ष पेश गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब म पूर्व सदस्यहरू संविधान सभा सदस्यहरूको निधन भएकोमा निम्नलिखित शोक प्रस्तावहरू प्रस्तुत गर्दछु। शोक प्रस्ताव। नेपाली कांग्रेस पार्टीको तर्फबाट विक्रम सम्वत 2048-2065 सालको संसदीय निर्वाचनमा 2048 र 2056 सालको संसदीय निर्वाचनमा 12 जिल्ला क्षेत्र नम्बर 3 बाट निर्वाचित सदस्य एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका ऋषिकेश गौतमको 84 वर्षको उमेरमा मिति 2082 साल असोज 31 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दछ। ख नेपाली कांग्रेस पार्टीका तर्फबाट विक्रम सम्वत 2053, विक्रम सम्वत 2056 र विक्रम सम्वत 2074 सालमा प्रतिनिधि सभा सदस्य, विक्रम सम्वत 2064 मा संविधान सभा सदस्य निर्वाचनमा रौतहट जिल्ला निर्वाचन क्षेत्र 2 बाट निर्वाचित सदस्य, पूर्व मन्त्री एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका मोहम्मद आफ्ताब आलमको 63 वर्षको उमेरमा मिति 2082 सालको कार्तिक 22 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दछ। नेपाली कांग्रेस पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित पूर्व सदस्य एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका कृष्ण कुमारी श्रेष्ठ 84 वर्षको उमेरमा मिति 2082 साल मङ्सिर 10 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै
शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्छ। नेपाली कांग्रेस पार्टीको तर्फबाट विक्रम सम्वत 2048 सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित विक्रम सम्वत 2056 सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 बाट निर्वाचित सदस्य र विक्रम सम्वत 2064 सालको संविधान सभाका सदस्य तथा पूर्व मन्त्री एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका आमोद प्रसाद उपाध्यायको 91 वर्षको उमेरमा मिति 2082 साल मङ्सिर 27 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दछ। नेपाली कांग्रेस पार्टीका तर्फबाट विक्रम सम्वत 2056 सालको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा ओखलढुङ्गा जिल्ला क्षेत्र 1 बाट निर्वाचित सदस्य तथा पूर्व मन्त्री एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका होमनाथ दाहालको 84 वर्षको उमेरमा मिति 2082 साल पुस 25 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दछ। नेपाली कांग्रेस पार्टीका तर्फबाट विक्रम सम्वत 2070 सालको संविधान सभा सदस्य र विक्रम सम्वत 2080 सालमा राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित सदस्य एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका बलदेव बोहराको 74 वर्षको उमेरमा मिति 2082 साल पुस 30 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दछ। उक्त शोक प्रस्तावहरूलाई पारित गरिदिनु हुन अनुरोध गर्छु। यी शोक प्रस्तावहरू सर्वसम्मतिबाट पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब हामी स्वर्गीय ऋषिकेश गौतम, मोहम्मद आफ्ताब आलम, कृष्ण कुमारी श्रेष्ठ, आमोद प्रसाद उपाध्याय, होमनाथ दाहाल, बलदेव बोहराको आत्माको चिर शान्तिको लागि उठेर 1 मिनेट मौन धारणा गरौँ। समय सकियो। सबै मान्यहरूलाई धन्यवाद। माननीय सदस्यहरू, अब यो प्रतिनिधि सभाको अर्को बैठक 2082 साल चैत्र 22 गते आइतबार 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ। धन्यवाद।